इडीको स्यालेरी कति छ सर? आइक्यानको इडीको स्यालेरी अराउन्ड 60 लाख क्रस। सो सिए बन्ने चाहिँ त्यो कसरी थाहा पाउनु भयो र कसरी चाहिँ तपाईँले अब म सिए बन्छु भन्ने चाहिँ त्यो आयो त्यहाँनिर? जुन नेपालको लोकल लहरू र ट्याक्सेसनको सब्जेक्ट्स बाहेक अरूमा चाहिँ इन्टरनेसनल सिपिआर चाहिँ अलिकति इफेक्टिभ भयो नि क्या हो भन्ने हुन्थ्यो कि गुनासो राखिरहनु भएको थियो। ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल, हाम्रो नेपाली एकाउन्टिङ प्रोफेसनल्सहरूले ग्लोबल अकाउन्टिङ सर्भिस चाहिँ नेपालमै बसेर दिन सक्ने वातावरण तयार गर्नको लागि हामीले धेरैजना मेम्बर्सहरू चाहिँ जाने अटेन्डेन्स लाउने अनि त्यसपछि घर फर्किने त्यस्तो खालको सिचुएसन त्यो आइकेलाई थाहा छ कि छैन त्यो कुरा? पहिला स्कुलमा छौन्जेलसम्म चाहिँ यो चार्टर्ड एकाउन्टेन्सी कोर्सहरू हुन्छ त्यस्तो थाहा थिएन। सिए नहुनु भएको भए कुन चाहिँ प्रोफेसन चुज गर्नु छ हजुर? मलाई चाहिँ इन्जिनियरिङ मन पर्थ्यो मेरो आफ्नो स्वभाव अनुसार। अब इक्जाम सिस्टमलाई हामी अनलाइन मोडमा अथवा अनलाइन मोडको अर्को मोडिफाइड फर्महरू अब कुनै अनलाइन अब हाइब्रिड टाइपको मनी इन्भल्भ डिसिजन चाहिँ ठुलो हुन्छ। तर भनिन्छ भने नि नथिङ वर्थ ह्याभिङ कम्स इजी भनेर। हाई नमस्ते सबैजनालाई, वेलकम टु येट अनदर पडकास्ट। हामीसँग आज एक्स्ट्रा अर्डिनरी गेस्ट हुनुहुन्छ। उहाँले चार्टर्ड एकाउन्टेन्सी 2008मा कम्प्लिट गर्नुभयो र लास्ट 18 years he has been serving leadership positions in different institutions and currently serving as the executive director of Institute of Chartered Accountants of Nepal. हामीले यो पडकास्टमा सिएसँग रिलेटेड च्यालेन्जेसहरू के छ, अपर्च्युनिटिजहरू के छ, इन्स्टिट्युटले के कस्ता कुराहरू गरिरहेको छ इन अर्डर टु इम्प्रुभ द क्वालिटी अफ स्टुडेन्ट्स, मेम्बर्स एन्ड द वे चार्टर्ड अकाउन्टेन्ट्स क्यान कन्ट्रिब्युट टु द इकोनोमी। स्टे ट्युन टु द लास्ट सो द्याट यु गाइज लर्न। राइट डाउन इन द कमेन्ट सेक्सन वाट एभर यु लर्न। थ्याङ्क यू विमल सर, वेलकम टु द पडकास्ट। थ्याङ्क यू बादलजी। एकदमै बिजी स्केड्युलको बावजुद पनि हामीलाई टाइम दिनुभएको छ, धेरै धेरै धन्यवाद। अब हजुरलाई अहिले बजारमा सबैभन्दा बढी चिन्ने भनेको मान्छेले भनेको एज एन एक्जिक्युटिभ डिरेक्टर अफ द आइक्यान हो नि त, होइन? बट त्यो पोजिसनको पछाडि, त्यो नामको पछाडि पनि देयर इज अ पर्सन बिहाइन्ड द्याट पोजिसन। सो हजुरले आफूलाई इन्ट्रोड्युस गर्नु पऱ्यो भने चाहिँ कसरी इन्ट्रोड्युस गर्नुहुन्छ एकदमै छोटकरीमा, आफ्नो बाल्यकालदेखि लिएर अहिलेको समय एन्ड एज अ एक्जिक्युटिभ डिरेक्टर? थ्याङ्क यू बादल सर। एज अ एक्जिक्युटिभ डिरेक्टर आजको दिनमा म आइक्यान लिड गरेर बसेको छु र यहाँसम्म आउने जर्नी भनेको चाहिँ म ओरिजिनली फ्रम नुवाकोट। मैले स्कुलिङहरू नुवाकोटकै एउटा सरकारी स्कुलबाट पढेको थिएँ र कलेजहरू चाहिँ पनि सरकारी कलेजमा काठमाडौँबाट पढेँ र त्यसपछि चार्टर्ड एकाउन्टेन्सी मैले नेपाल चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट त्यो डिग्री हासिल गरेँ र मैले मास्टर्स पनि सकाएँ ट्युबाट। र त्यसपछि एज अ प्रोफेसनल जर्नी चाहिँ मैले राष्ट्रिय वाणिज्य ब्याङ्कमा चाहिँ काम गरेँ। लगभग 16 वर्ष त्यहाँ काम गरियो र अहिले चाहिँ अब गत असारदेखि म नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा एज अ कार्यकारी निर्देशकको भूमिकामा काम गरिरहेको छु। आबद्ध हुनुहुन्छ। ओके, सो सिए बन्ने चाहिँ त्यो कसरी थाहा पाउनु भयो र कसरी चाहिँ तपाईँले अब म सिए बन्छु भन्ने चाहिँ त्यो आयो त्यहाँनिर? मेरो हिसाब गर्दा चाहिँ मलाई पहिला स्कुलमा छौन्जेलसम्म चाहिँ यो चार्टर्ड एकाउन्टेन्सी कोर्सहरू हुन्छ त्यस्तो थाहा थिएन। म काठमाडौँ आएपछि कलेजमा चाहिँ थाहा पाइयो चार्टर्ड एकाउन्टेन्सी पढाइ हुन्छ र आइक्यान भर्खरै सुरुवाती चरणमै थियो र हाम्रो नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले चाहिँ सिए डिग्रीको लागि रजिस्ट्रेसन गर्छ भन्ने चाहिँ थाहा पाएपछि हामी बुझ्न गयौँ र त्यहाँ गएर बुझेर अनि त्यसपछि भर्ना भएँ। राम्रो लाग्ने त्यो यसको करियर पाथ राम्रो हुन्छ भन्ने उहाँहरूले बुझाउनु भयो, मलाई नि विश्वास लाग्यो र अनि त्यसपछि जोइन गरेँ अनि त्यही अनुसार बढ्यो अगाडि। ओके, सो सिए बनिसकेपछि हजुरले नेपाल टेलिकममा पनि जब गर्नुभयो होला, त्यसपछि राष्ट्र वाणिज्य ब्याङ्कमा जोइन गर्नुभयो? अब एज अ मेरो चाहिँ पहिलादेखि नै अब त्यस्तो सिए पढिसकेपछि कर्पोरेट सेक्टरमै जाने भन्ने प्लान थियो र आर्टिकलसिप सकिसकेपछि अब फाइनलको रिजल्ट आउन बाँकी थियो र त्यतिखेर अब साथीहरूसँग उसमा चाहिँ मैले टेलिकममा फर्म भरेँ। फर्चुनेटली त्यहाँ नाम निस्क्यो अनि केही समय 1 वर्ष जति काम गरेँ। 1 वर्ष जति काम गरेँ त्यसपछि ब्याङ्कबाट। अनि त्यो ब्याङ्कमा भएको जुन स्टेबल करियर छोडेर हजुरले चाहिँ आइक्यानको इडीमा आउन चाहिँ केले प्रोत्साहन गर्यो हजुरले? पक्कै पनि अब हाम्रो नेपाली समाजको हिसाबले र करियरको हिसाबले पनि ब्याङ्किङ सेक्टरलाई चाहिँ राम्रै सेक्टर मानिन्छ र म त्यो सेक्टरमै थिएँ र एउटा सिनियर म्यानेजमेन्टको पोजिसनमै काम गरिरहेकै थिएँ। त्यहाँ पनि राम्रो थियो तर अब आइक्यान पनि एज अ नेपालको अकाउन्टिङ प्रोफेसनलाई सम्वर्धन गर्ने, नेपाली प्रोफेसनल अकाउन्टेन्ट्सहरूको हितको रक्षा गर्ने र त्योबाट हाम्रो देशलाई कन्ट्रिब्युट गर्ने, इकोनोमीमा कन्ट्रिब्युट हुन्छ नि त्यसको
लक्ष्य छ, त्यसलाई चाहिँ कन्ट्रिब्युसन गर्न सकिन्छ, यहाँ बसेर काम गर्न सक्यो भन्ने मलाई लाग्यो। अनि त्यसपछि यता हजुर ओके। सो प्रोफेसनमा केही न केही कन्ट्रिब्युट गर्न सकिन्छ भन्ने हिसाबले हजुरले जोइन गर्नुभयो। हजुर। सो अराउन्ड 1 वर्ष जति भइसक्यो है हजुरको टेन्युरमा। हजुरले आइक्यानमा कस्तो खालको चेन्जेसहरू इम्प्लिमेन्ट गरिराख्नु भएको छ जुन हाम्रो अडियन्सहरूलाई थाहा नहुन सक्छ कि हाम्रो प्रोफेसनलाई अगाडि बढाउनको लागि आइक्यानले हजुर आइसकेपछि भनौँ न बेसिकली के स्टेप्सहरू लिइरहेछ जसले गर्दाखेरि हाम्रो फ्युचर अलिकति राम्रो हुनेछ? अब आइक्यानमा मैले चेन्ज अथवा हामी एज अ टिमले गर्न खोजेको चेन्जेसहरू चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो सिए एजुकेसन र आइक्यानकै पनि एउटा ब्रान्डिङ नेपालभरि नै राम्रोसित भइसकेको छैन, अझै गर्न बाँकी छ। त्यसमा धेरै कामहरू गर्नु छ, त्यसतर्फ हामीले केही कदमहरू चालेका छौँ र यसमा यहाँहरूले पनि केही फिल गर्नुभएको छ। अहिले हामी आइक्यान भिजिबल हुँदैछौँ, त्यो चाहिँ एउटा ब्रान्डिङको पाटो भयो। एज अ संस्थागत रेजिलियन्स, संस्थागत सुधारको हिसाबमा चाहिँ हामीले एजुकेसन क्वालिटीको इम्प्रुभमेन्ट अनि विद्यार्थीहरूको सेवा सुविधाको इम्प्रुभमेन्ट र इक्जामिनेसन सिस्टमको इम्प्रुभमेन्ट लगायत काम गरिराखेका छौँ। भनेदेखि मेम्बर्सको क्यापासिटी डेभलपमेन्ट, मेम्बर रिटेन्सनको पार्ट र मेम्बर्सहरूको एक्सपोजरको पार्टमा पनि हामीले कामहरू गरेका छौँ। रेगुलेटरी इफेक्टिभनेस पनि बढाउनलाई हामी प्रयासरत छौँ। अहिले चाहिँ सो चेन्जेस भिजिबल देखिन्छ किन जस्तै हामी सोसियल मिडियामा प्रेजेन्ट थिएन होला, हामीले अहिले धेरैवटा प्रोग्राम्सहरू पनि हामीले अर्गनाइज गरिरहेका छौँ, गेन हामीले सुरु गऱ्यौँ होइन बाहिरको आउटसोर्सिङ गर्नको लागि, अथवा भिजिबल भइ नै राखेको छ है। सो आइक्यानको लागि लाइक अहिलेको डेटमा वाट आर द मेजर च्यालेन्जेस जुन हजुरलाई लाग्छ कि दिज आर द च्यालेन्जेस जस्तो? आइक्यानको अहिले च्यालेन्जेस एज अ हाम्रो नेपालको एज अ सिस्टेमिक च्यालेन्जेसहरू आइक्यानमा पनि छ। त्यो भनेको चाहिँ हाम्रो अहिलेको युवा जनशक्तिहरू विदेशमा पढ्न र रोजगारीको सिलसिलामा विदेश गइरहनु भएको छ। यसले गर्दाखेरि ओभरअल युनिभर्सिटी प्लस अब आइक्यान जस्तो प्रोफेसनल क्वालिफिकेसन प्रोभाइड गर्ने संस्थाहरूमा पनि विद्यार्थीको सङ्ख्या चाहिँ घट्दै गइरहेको छ। त्यो एउटा चाहिँ हामीलाई डेमोग्राफिक च्यालेन्जेसहरू भयो। अर्को अब टेक्नोलोजिकल एडभान्समेन्टहरू एकदमै ऱ्यापिडली इनोभेसनहरू भइराखेको छ, एआईको डिस्ट्रप्सनहरू आइराखेको छ। त्यसलाई अब समयमै हामीले ट्याप गरेर अथवा त्यसलाई एडप्ट गर्दै जानलाई पनि हामीलाई एउटा किसिमको समस्या छ, विभिन्न स्ट्रक्चरल रिसोर्सको हिसाबले त्यो समस्या छ भनेदेखि। अर्को चाहिँ अब अकाउन्टिङ प्रोफेसन एज सच अब अहिले चाहिँ वान अफ द मेन स्ट्रिम भन्दा अलिकति बाहिरपट्टि अहिले चाहिँ नयाँ जेनेरेसनले चुज गर्ने करियर पाथमा चाहिँ एकाउन्टिङ प्रोफेसन अलि सेकेन्डरी उसमा पर्ने खालको पर्दै गइरहेको। बाहिर पनि युएसतिर पनि एकदमै मास हुन्छ नि त्यो सर्टेजेसहरू, अकाउन्टेन्टहरूको सर्टेजहरू भएको, नयाँ मान्छेहरूले पढ्न नखोजेको पनि सुनिन्छ नि होइन? त्यस्तो छ नेपालमा पनि त्यस्तो इम्प्याक्टहरू? यस्तो छ, अब नेपालमा अकाउन्टिङ प्रोफेसन पढ्नलाई त्यस्तो डेभलप्ड वर्ल्ड जतिकै त्यस्तो सर्टेज नै त भइसकेको छैन, ग्रेजुअली घट्दै गइरहेको छ। डेभलप वर्ल्डमा चाहिँ हजुरले भने जस्तो अब अकाउन्टिङ पुरानो अकाउन्टिङ प्रोफेसनल्सहरू रिटायरिङ फेजमा रहेको र नयाँ चाहिँ इन्टेकहरू नभइरहेको अवस्थामा हाम्रोमा चाहिँ त्यस्तो त ठ्याक्कै त्यो अवस्थामा पुगिसकेको छैन। हामीमा अझै राम्रा विद्यार्थीहरूको इन्टेक चाहिँ भइराखेको छ र एकाउन्टिङ प्रोफेसनप्रति चासो राख्ने जो नेपालमा बस्नुहुन्छ त्यसको चाहिँ उहाँहरूको चाहिँ त्यस्तो आकर्षण घटेको छैन, उहाँहरू आइरहनु भएको छ। यो हाम्रो जस्तै आजको डेटमा अहिलेको डेटमा हुन्छ नि हजुरको नम्बर अफ सिए स्टुडेन्ट्स कति जति छन् नेपालमा जो सिए पढिरहेछन् अहिले? नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा रजिस्टर भएर विभिन्न तहमा अध्ययनरत एक्टिभ विद्यार्थीहरूको सङ्ख्या हाराहारी 15,000 जति हुनुहुन्छ। 15,000 हजुर। सो हरेक 6 महिनामा पनि इन्टेक भइरहेको छ। लगभग 6 महिनामा कतिजना जति चाहिँ जोइन गर्नुहुन्छ +2 सकेर? यस्तो छ, हाम्रो अब सिए कोर्समा इन्टेक चाहिँ एउटा +2 सकेर फाउन्डेसन लेभलबाट हुन्छ र अरूको चाहिँ ग्रेजुएसन्स अथवा ब्याचलर्स सकेर मास्टर्स सकेर पनि एप्लिकेसन लेभलमा डाइरेक्ट इन्ट्री हुन्छ। र नेपालको हाम्रो कन्टेक्समा चाहिँ मेजर इन्टेक्सहरू चाहिँ +2 सकेर फाउन्डेसन लेभलमा हुन्छ र हाम्रो सङ्ख्यात्मक हिसाबले हेर्दाखेरि एराउन्ड 2000को हालका वर्षहरूमा 2000 जति विद्यार्थीहरू चाहिँ नयाँ इन्टेकहरू भइरहनु भएको छ र यो चाहिँ ग्रेजुअली अपवर्ड ट्रेन्डमा छ, इन्क्रिजिङ ट्रेन्डमा छ। भनेपछि 2000 भन्नुभयो हजुरले होइन? त्यो चाहिँ गुड नम्बर होइन त? राम्रो छ। आइक्यानको टार्गेट चाहिँ कति छ? आइक्यानको टार्गेट्स हामीले त्यही अनुसार राखेका छौँ र हामी अलि एग्रेसिभ छौँ। हाम्रो आफ्नै इकोनोमीको लागि चाहिने प्रोफेसनल अकाउन्टेन्ट्स र
हामीले प्रोडक्सन गर्ने अथवा हाम्रो संस्था मार्फत क्वालिफाई हुनुहुने चार्टर्ड एकाउन्टेन्सीको ग्लोबल मोबिलिटी समेत हिसाब गर्दाखेरि चाहिँ हाम्रो ह्युज डिमान्ड छ प्रोफेसनली क्वालिफाइड अकाउन्टेन्ट्सहरू अथवा चार्टर्ड एकाउन्टेन्ट्सहरूको। त्यो हिसाबले हामीले चाहिँ सकेसम्म अधिकतम प्रोडक्सन गर्ने अथवा उहाँहरू क्वालिफाई गराउने नै हिसाबले हामीले चाहिँ एग्रेसिभली नै इन्टेकको टार्गेटहरू लिएका छौँ। हाम्रो टार्गेट एग्रेसिभ छ। एग्रेसिभ टार्गेट छ। हजुर। ओके, द्याट्स ग्रेट। सो भनेपछि अब अहिले +2 सकेपछि अथवा ब्याचलर सकेपछि पनि इफ समबडी वान्ट्स टु जोइन चार्टर्ड एकाउन्टेन्सी लुक्रेटिभ नै छ होइन, भनेपछि एट्र्याक्टिभ नै छ हाम्रो प्रोफेसन। चार्टर्ड एकाउन्टेन्सी कोर्स चाहिँ अब वान अफ द मोस्ट रोबस्ट र ग्लोबल्ली मोबिलिटी भएको र रिगरियस कोर्स भएको कारणले गर्दाखेरि ग्लोबली रिकगनाइज छ। त्यसो हुँदाखेरि लुक्रेटिभ नै छ। सो +2 स्टुडेन्ट्सहरूले जोइन गर्दा हुन्छ। गाह्रो पनि छ भन्छ नि त, कस्तो छ हजुरको पासिङ पर्सेन्टेज रेटले चाहिँ के देखाउँछ हाम्रो? गाह्रो अभियसली एज अ प्रोफेसनल कोर्सको हिसाबले चार्टर्ड एकाउन्टेन्सी कोर्स पनि त्यस्तो धेरै नै सजिलो कोर्स अथवा जोइन गर्ने पास हुने भन्न त अलिकति छैन। हामीले निरन्तर पढाइ गर्ने र हाम्रो सिलेबस र स्टडी मेटेरियलहरूमा चाहिँ ध्यान दिएर निरन्तर अध्ययन गऱ्यो भनेदेखि पास गर्न सकिन्छ। त्यस्तो पास हुन नसकिने सब्जेक्ट होइन। तर भनिन्छ पनि नि नथिङ वर्थ ह्याभिङ कम्स इजी भनेर, भनेको तपाईँको केही कुरा चाहिँ पाउनु छ जुन चाहिँ वर्थ ह्याभिङ छ भने काम त गर्नै पर्छ भन्ने कुरा। सो इफ यु डु द हार्ड वर्क पक्कै पनि सक्सिड चाहिँ त्यहाँनिर हुन्छ। एकदमै सकिन्छ, एकदमै सकिन्छ। ल ओके, सो अब जस्तै क्वालिफाई गरिसकेपछि अपर्च्युनिटिजहरू के छ सिएसहरूलाई आज ग्रेडमा? जस्तै हाम्रो मेम्बर्सहरू आइक्यानको मेम्बर्सहरू चाहिँ कता कता आबद्ध, त्यसको कुनै डेटाबेसेसहरू केही राख्नु भएको छ हजुरहरूले कि कहाँ हुनुहुन्छ इन्डस्ट्रीमा, प्र्याक्टिसमा कता हुनुहुन्छ भनेर? नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट क्वालिफाई हुने प्लस अब नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट मेम्बरसिप लिनुहुने सिएहरू नेपालको सबै क्षेत्रमा र ग्लोबल्ली पनि सबै क्षेत्रमा इन्गेज हुनुहुन्छ। उहाँहरू राम्रो क्षेत्रमा पुग्नु भएको छ। हामीसँग डेटाबेस छ र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट सिए क्वालिफाई हुन सुरु भएको लगभग 2 दशक भइसकेको छ र यहाँबाट क्वालिफाई हुनुहुने सम्पूर्ण प्रोफेसनल्सहरू अहिले इन्डस्ट्रीको टप पोजिसनमा, टप टायर पोजिसनमा हुनुहुन्छ, डिसिसन मेकिङ पोजिसनमा हुनुहुन्छ। त्यस्तै प्र्याक्टिसमा पनि राम्रोसित प्र्याक्टिसहरू गरिरहनु भएको छ। उहाँहरूले राम्रो प्र्याक्टिस इस्टाब्लिस गर्नुभएको छ। बिजनेस एडभाइजरीको सर्भिसहरूमा पनि उहाँहरूको राम्रो प्रेजेन्स छ। ओके, सो भनेपछि हाम्रो फर्टर्निटीमा त अब सिनियर पोजिसनमै हुनुहुन्छ। अब जुनियर्सहरू पनि अगाडि बढ्दै पनि हुनुहुन्छ होइन। सो आइक्यानले कसरी चाहिँ हुन्छ नि कोलाबोरेटिभ वेमा नयाँ सिएसहरूलाई चाहिँ ग्रुम कसरी गर्न खोजिरहेछ अथवा कस्तो कस्तो खालको कुराहरू गरिरहेछ जसले गर्दाखेरि चाहिँ हाम्रो जुन सिएको क्वालिटी छ जुन त्यो मेन्टेन होस् भन्ने हिसाबले? हामीले अब सिएको क्वालिटी सधैँ ग्लोबल स्ट्यान्डर्डमा मेन्टेन गर्नको लागि निरन्तर कामहरू गरिराखेको छ। यसै सन्दर्भमा हामीले करिकुलमहरू चेन्ज गरेर अपडेटेड करिकुलमहरू लागू गरेका छौँ। हाम्रो आइटी ट्रेनिङ्सहरूलाई अलि रिगरियस बनाएका छौँ। जिएमसिएसको ट्रेनिङ्सहरूलाई पनि पहिलाको भन्दा इम्प्रोभाइज गरेका छौँ र त्यसले गर्दाखेरि अब सिएको रूपमा तयार हुने आर्टिकलसिपको कोर्सेसहरूलाई पनि हामीले रेगुलेट राम्रोसित गरिराखेका छौँ र त्यसरी सिए तयार हुने अवस्थामा पनि हामीले क्वालिटी कन्ट्रोलहरू छ। त्यस्तै अब सिए भइसकेपछि उहाँहरूको कन्टिन्युअस प्रोफेसनल डेभलपमेन्टको लागि जुन रिक्वायरमेन्ट्सहरू हुन्छ त्यसको लागि हामीले त्यसमा पनि रिगोरियस स्ट्यान्डर्ड्सहरू बनाएको छौँ र त्यसलाई लागू गर्दै गइराखेका छौँ र त्यसले गर्दाखेरि उहाँहरूको कन्टिन्युअसली प्रोफेसनल क्षमतामा उहाँहरूको अपडेट हुनुहुन्छ। ओके, सो जस्तै अब आर्टिकलसिप पनि आइक्यानले नै मोनिटर गरिरहेको हुन्छ होइन। अनि बजारमा चाहिँ कस्तो सुनिन्छ भन्दाखेरि चाहिँ हुन्छ नि, मैले आफैले सुनेको कुराहरू एक्सपिरियन्स गरेको कुरा चाहिँ तपाईँको इन्टर्नसिप पनि अब डिपेन्डिङ अन डिफ्रेन्ट फर्म्सहरू क्वालिटी त्यसको डिफ्रेन्ट हुन्छ नि त। अनि अब सिएको लागि क्वालिटी लाइक इन्टर्नसिप नै तपाईँको चाहिँ मेन चिज भइसकेपछि आइक्यानले केही गर्छ जसले गर्दाखेरि चाहिँ क्वालिटी चाहिँ मेन्टेन होस् इन्टर्नसिपको लागि भनेर? पक्कै पनि हामीले आर्टिकलसिप लाई रेगुलेट गर्न र त्यसलाई व्यवस्थित गर्नको लागि हामीसँग छुट्टै कार्यविधि छ। त्यो कार्यविधिको उसमा चाहिँ डिफाइन्ड एसओपिजहरू छ। त्यो अनुसार हामी आर्टिकलसिप प्रोभाइड गर्ने म्याक्सिमम नम्बर्स, त्यस्तै उहाँहरूको मेन्टर अथवा प्रिन्सिपलले गर्नुपर्ने रेस्पोन्सिबिलिटीहरू डिफाइन्ड छ र उहाँहरूले कति समय काम गर्नुपर्ने, कुन कुन एरियामा काम गर्नुपर्ने भन्ने कुराहरू हामीले त्यो कार्यविधिबाट नै डिफाइन गरेका छौँ भनेदेखि आइक्यानले नै रेगुलरली त्यसको रिपोर्टिङहरू लिइराखेको हुन्छ र उहाँहरूले गर्नुभएको एसाइनमेन्ट्सको रिपोर्ट्स चाहिँ आइक्यानलाई रेगुलर रूपमा बुझाउनुपर्छ। हामी मोनिटर गरेर हुन्छौँ।
ओके, सो मोनिटरिङ राम्ररी भइ नै राखेको हुन्छ। अच्छा। क्वालिफिकेसन भइसकेपछि पनि त इन्स्टिट्युटले छोड्दैन नि त होइन आफ्नो मेम्बरलाई। सो सिपी आवर्सहरू हुन्छ, अरू के गर्छौँ हामी टु कन्टिन्युसली डेभलप आवर चार्टर्ड अकाउन्टेन्ट्स? अब यो सिपिई अथवा हाम्रो कन्टिन्युस प्रोफेसनल एजुकेसनको पार्टमा हेर्ने हो भनेदेखि हामीले न्यूनतम अब प्र्याक्टिसमा बस्ने चार्टर्ड एकाउन्टेन्ट्सहरूलाई 40 घन्टा 40 सिपी आवर पर इयर र इन्डस्ट्रीमा बस्नेलाई 30 आवर्सको दरले हामीले मिनिमम सिपी रिक्वायरमेन्ट छ। त्यो चाहिँ मिनिमम रिक्वायरमेन्टहरू भयो भनेदेखि त्योभन्दा एक्स्ट्रा चाहिँ हामीले विभिन्न प्रोफेसनल क्वालिफिकेसन कोर्सेसहरू भनेको सिए भइसकेपछि उहाँहरूको फर्दर उसको लागि चाहिँ चाहिने कोर्सेसहरूको लागि हामीले प्रोफेसनल क्वालिफिकेसन कोर्सेसहरू पोस्ट क्वालिफिकेसन कोर्सेसहरू गरेका छौँ। त्यस्तै आइएएस अडिट, एफएएफडी लगायतका छ र सर्टिफिकेसन कोर्सेसहरू पनि हामीले आफैले पनि डेभलप गरेका छौँ। भनेदेखि अरू पिएएजहरूसँगको कोल्याबोरेसनमा पनि सर्टिफिकेसन कोर्सेसहरू गर्छौँ हामी र विभिन्न ट्रेनिङ वर्कसप्स लगायतका कुराहरू मार्फत हामीले उहाँहरूलाई कन्टिन्युस प्रोफेसनल डेभलपमेन्टको अपर्च्युनिटीहरू प्रोभाइड गरिरहेका छौँ। ओके, सो हिजो भर्खर एकजना सिएसँग कुरा भइरहेको थियो होइन, उहाँले के भन्नुभएको थियो, सिपी आवर्स अलिकति इफेक्टिभ भइ नै क्या हो भन्दै हुन्थ्यो कि, गुनासो राखिरहनु भएको थियो। त्यहाँ उहाँले फेस गरेको चाहिँ के रहेछ भन्दाखेरि चाहिँ धेरैजना मेम्बर्सहरू चाहिँ जाने, अटेन्डेन्स लाउने अनि त्यसपछि घर फर्किने त्यस्तो खालको सिचुएसन। त्यो आइकालाई थाहा छ कि छैन त्यो कुरा होइन, र आइकालाई थाहा छ भने के गरिरहेको छ त्यसको लागि टु डिस्करेज दोज काइन्ड अफ थिङ्स भनौँ न। हजुरले जुन भन्नुभयो त्यस्तो एटेन्डेन्स लाएर घर जानेमा हामीले स्ट्रङली डिस्करेज गर्छौँ। उहाँहरूलाई त्यसरी गएको अवस्थामा हामी प्रोभाइड गर्दैनौँ। कतिपय अब जस्तो कन्भेन्सन टाइपका जुन प्रोग्राम्सहरू हुन्छ यो चाहिँ वान अफ द हाम्रो नेटवर्किङ मार्फत पनि उहाँहरूको डेभलपमेन्ट्सहरू हुन्छ र त्यस्तो एकाध प्रोग्राम्सहरू जुन त्यसै अपर्च्युनिटीको लागि हामीले जुन मेम्बर्सहरूलाई चाहिँ अपर्च्युनिटी प्रोभाइड गरिरहेका हुन्छौँ त्यस्तोमा केही इन्स्टान्सेसहरू हुनसक्छ। नत्र हामीले प्रोफेसनल जुन कन्टिन्युस प्रोफेसनल एजुकेसन छ त्यसलाई चाहिँ हामीले स्ट्रिक्टली नै उहाँले एटेन्डेन्स गर्नुपर्छ, बस्नुपर्छ र सोही अनुसार नै हामीले रिपोर्टहरू बनाएर उहाँहरूलाई असाइन गरिराखेका हुन्छौँ। यो उहाँहरूको आफ्नै लागि पनि हो। एक्ज्याक्टली, आफ्नै लागि हो। आइक्यानले पनि स्ट्रङ स्टेप्सहरू लिइरहेको छ इन अर्डर टु इन्करेज दोज पिपल। ओके, सो अब आइक्यान रिसेन्टली पनि हाम्रो इन्टरनेसनल कोर्ससँग एफिलिएटेड भएर हामी गइरहेछौँ नि त। सो त्यसको निड हामीलाई किन पऱ्यो र त्यसको फाइदाहरू के छन् भन्ने पनि हाम्रो अडियन्सलाई जान्न मन लाग्ला। पक्कै पनि अब जुन एजुकेसनको करिकुलम अथवा सिस्टम्सहरू जुन नलेज लेभलको कुराहरू चाहिँ कन्टिन्युसली चेन्जेस हुँदै जाने कुरा हो। हाम्रो सिए फ्याटर्निटीमा पनि त्यो नहुने कुरा भएन। समयसँगै नलेजको रिक्वायरमेन्ट्सहरू र टेक्नोलोजिकल एडभान्समेन्टहरूको कारणले गर्दाखेरि जुन आइराखेको छ त्यो कारणले गर्दाखेरि हामीले पनि रिसेन्टली करिकुलम चेन्ज गरेका छौँ। यसरी करिकुलम चेन्ज गर्ने अवस्थामा चाहिँ कस्तो छ भनेदेखि हाम्रो इन्टरनेसनल फेडरेसन अफ एकाउन्टेन्ट्स जुन आइफ्याक भन्छौँ यसले इन्टरनेसनल एजुकेसन आइइएस को जुन स्ट्यान्डर्ड सेट गरेको छ त्यो लेभलमा हामीले प्रोभाइड गर्नुपर्ने हुन्छ र त्यसलाई चाहिँ कोप गर्नको लागि र अहिलेको रिसेन्ट डेभलपमेन्ट्सहरूलाई पनि ग्लोबल बेन्चमार्किङ गर्नको लागि हामीले करिकुलम चेन्ज गरेका छौँ र आजको दिनमा हाम्रो करिकुलम चार्टर्ड एकाउन्टेन्सीको करिकुलम चाहिँ ग्लोबल स्ट्यान्डर्डको छ भनेर हामी दाबी गर्न सक्छौँ। ओके, सो यसले पक्कै पनि नेपाली सिएसहरूलाई बाहिर बजारमा बिक्री गर्नको लागि सजिलो हुन्छ होला भनेपछि हामी त्यसरी बिक्री भनेर भन्दैनौँ होइन। बिक्री भन्दा पनि हामीले चाहिँ ओके कसैलाई बाहिर जान मन छ भने अपर्च्युनिटिजहरू भनौँ न। यो हिसाबमा त आइक्यानले प्रोभाइड गर्ने जुन सिए प्रोफेसनल क्वालिफिकेसन छ यो हाम्रो ग्लोबल स्ट्यान्डर्डको थियो, पहिला पनि थियो, आज पनि झन् हामीले अब त्यसलाई बेन्चमार्किङ नै गरेर ग्लोबल स्ट्यान्डर्डको उसमा बनाएका छौँ र यसले ग्लोबल मोबिलिटीलाई अझ इन्हान्स गर्छ, त्यो चाहिँ पक्कै पनि हो। ओके, सो हजुर रिसेन्टली सायद युके पनि जानुभएको थियो होला, एउटा टोली हजुर पनि जानुभएको थियो सायद? म थिएँ। हजुर हुनुहुन्थ्यो। त्यसमा के छलफल भयो, के कस्तो खालको कोलाबोरेसन हामीले गर्न खोजिरहेको छौँ त्यहाँनिर, किनभने न्युजमा त सर्टेन कुराहरू देखियो त्यहाँनिर होइन, सो कोलाबोरेटिभ पार्टनर यो युके जाने उसमा चाहिँ हाम्रो म तपाईँलाई अलिकति ब्याकग्राउन्डमा भन्न चाहेँ यसको किन गयौँ भनेर। हामीले अहिले गत सालदेखि एउटा प्रोजेक्ट लन्च गरेका छौँ, ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल। हजुर, त्यो भनेको चाहिँ हाम्रो नेपाली एकाउन्टिङ प्रोफेसनल्सहरूले ग्लोबल अकाउन्टिङ सर्भिस चाहिँ नेपालमै बसेर दिन सक्ने वातावरण तयार गर्नको लागि हामीले डिजाइन गरेको प्रोजेक्ट हो। यसमा हामीले गर्नुपर्ने कुराहरू
चाहिँ आइडेन्टिफाई गरेका छौँ। कतिपय कुराहरू आइक्यानले गर्ने काम छ, कतिपय गभर्मेन्टको कोल्याबोरेसनमा गर्नुपर्ने काम छ। आइक्यानले गर्नुपर्ने काममा चाहिँ हाम्रो कन्ट्री ब्रान्डिङ भनेको नेपालमा पनि प्रोफेसनल अकाउन्टिङको सर्भिसहरू चाहिँ ग्लोबल स्ट्यान्डर्डमा प्रोभाइड हुन्छ। नेपाल पनि वान अफ द प्रिफर्ड डेस्टिनेसन हुनसक्छ भनेर हामीले ग्लोबल मार्केटमा चाहिँ रिकगनाइज गराउनु पर्ने अथवा भन्नुपर्ने, उहाँहरूलाई पनि सुनाउनु पर्ने छ। त्यो एउटा चाहिँ एउटा ग्लोबल ब्रान्डिङ भनौँ नेपाली अकाउन्टिङ प्रोफेसनको, त्यो एउटा वान अफ द मेजर काम त्यो थियो। र अरू चाहिँ अर्को काम भनेको चाहिँ हामीले नेपालमा अकाउन्टिङ आउटसोर्सिङ सर्भिसलाई चाहिँ लिएर आउनको लागि कनेक्ट त हुनु पऱ्यो। आउटसोर्सिङ सर्भिस प्रोभाइड गर्ने जुन आउटसोर्स गर्न चाहनुहुन्छ अकाउन्टिङ सर्भिस, उहाँहरूसँग कनेक्ट गर्नु पऱ्यो। त्यो दुईवटा प्रयोजनको लागि चाहिँ हामीले युकेमा एउटा संसारको वान अफ द लार्जेस्ट अकाउन्टिङ एन्ड फाइनेन्सियल सर्भिसको एक्सपो आयोजना हुने रहेछ लन्डनमा, एकाउन्टेक्स भन्ने। त्यो एकाउन्टेक्समा चाहिँ हामीले त्यो मार्फत हामीले आफ्नो कन्ट्री ब्रान्डिङको लागि र नेटवर्क क्रिएसनको लागि चाहिँ त्यहाँ एउटा स्टल रिजर्भ गरेका थियौँ। त्यो स्टलमा हामीले हाम्रो नेपालको जुन अकाउन्टिङ प्रोफेसनल स्किल्सहरूको सोकेस गऱ्यौँ। हाम्रा अकाउन्टिङ प्रोफेसनल हाम्रो मेम्बर्सहरू जो हुनुहुन्छ उहाँले प्रोभाइड गर्ने सर्भिसेसहरू र नेपालमा पनि वान अफ द प्रिफर्ड डेस्टिनेसन हुन्छ भन्ने खालको सोकेस गर्नु थियो। त्यो प्रयोजनको लागि हामी गएका थियौँ। त्यो चाहिँ एउटा एक्सपोमा पनि गयौँ र त्यही सन्दर्भमा हामीले त्यहाँ युकेमा नेप्लिज एकाउन्टेन्ट्स एसोसिएसन युके भन्ने एउटा हाम्रो प्रोफेसनल अकाउन्टेन्ट्सहरू भनेको चार्टर एकाउन्टेन्ट्स एसिसिए प्लस अरू आइसिएडब्ल्यूबाट क्वालिफाई भएका सिएहरूको एउटा एसोसिएसन रहेछ। त्यसमा 300 जनाभन्दा बढी मेम्बर्स थियो। उहाँहरूसँग पनि हामीले मिटिङहरू गऱ्यौँ। र अनि नेपाली राजदूतावास युके लन्डनमा रहेको नेपाली राजदूतावासले पनि एकाउन्टिङ आउटसोर्सिङ र इन्भेस्टमेन्ट प्रमोसनको लागि एउटा कन्फरेन्स आयोजना गरेको थियो। त्यो कन्फरेन्समा पनि हामीले संस्थाको तर्फबाट भाग लियौँ। र त्यस्तै हाम्रो आइसिएडब्ल्यू जुन अघि हामीले करिकुलम को डेभलपमेन्ट भन्ने कुरा गरेका थियौँ, त्यसमा पनि आइसिएडब्ल्यूको कोल्याबोरेसनमा हामीले काम गरेका थियौँ। र आइसिएडब्ल्यूसँग हाम्रो एमआरए पनि छ भनेको म्युचुअल रिकग्निसन एग्रिमेन्टहरू पनि छ। र त्यो मामिलामा पनि हामीले आइसिएडब्ल्यूसँग त्यहाँको सिइओसँग पनि हामीले छलफल गऱ्यौँ। त्यस्तै चार्टर एकाउन्टेन्ट्स वर्ल्ड वाइडको अफिसमा हामीले मिटिङहरू गऱ्यौँ। त्यसरी युकेको एउटा भिजिट चाहिँ एउटा इन्टेन्स भिजिट थियो। मान्छे इट वाज फ्रुटफुल नै भनौँ अहिलेको लागि। या इट वाज फ्रुटफुल। हामीले त्यहाँ गएर कस्तो पायौँ भनेदेखि नेपालमा अब युके चाहिँ वान अफ द एकाउन्टिङ सर्भिस चाहिँ एक्सपोर्ट गर्ने वान अफ द मेजर डेस्टिनेसन हो। र उहाँ त्यहाँका जुन कर्पोरेट्सहरू त्यहाँको प्रोफेसनल्सहरूले चाहिँ नेपाललाई पनि देख्दाखेरि चाहिँ उहाँहरू एकदमै इन्ट्रेस्टेड हुनुहुन्थ्यो। धेरै क्वेरीहरू आएको थियो। हामीले हाम्रो नेपाली फर्म्सहरूको लागि जुन डेभलप गरेको पोर्टल्सहरू छ, आइक्यानले नै एकाउन्टिङ आउटसोर्सिङ पोर्टल भनेर aopi.icon.org भन्ने org.np त्यो मार्फत चाहिँ लिस्टेड हुनुभएको छ। उहाँहरूसँग कनेक्ट गर्न पनि उहाँहरूलाई हामीले गऱ्यौँ, सूचित गऱ्यौँ। त्यो चाहिँ राम्रो भएको थियो। सो फ्रुटफुल भयो भनेपछि ल ठिक छ। सो अब जस्तै अब हाम्रो इन्टरनेसनल कोलाबोरेसनमा कुरा गर्दाखेरि आइसिआइडब्ल्यू त एउटा हाम्रो संस्था भयो। अरू कुन कुन संस्थाहरूसँग चाहिँ हामीले म्युचुअल रिकग्निसन एग्रिमेन्टहरू गरेका छौँ र नेपाली सिएहरू चाहिँ बाहिर जान खोज्यो भने कुन कुन कन्ट्रिजहरूमा चाहिँ इट इज इजी? म्युचुअल रिकग्निसन एग्रिमेन्ट जुन रेसिप्रोकल एग्रिमेन्ट अथवा एकअर्काका क्वालिफिकेसनहरूलाई रिकगनाइज गर्ने एग्रिमेन्टहरू छ, यो हामीले मेजर कन्ट्रिजहरूसँग गरेका छौँ। त्यसमा जस्तो आइसिएडब्ल्यूसँगको रिकग्निसन एग्रिमेन्ट जुन अघि भनिहालेँ, अर्को एसिसिए जुन युकेकै बेस्ड कम्पनी हो, एसिसिएसँग पनि म्युचुअल रिकग्निसन पाथवे छ। एसिसिएलाई सिए भन्ने र सिएलाई एसिसिए भन्ने। त्यस्तै सिपिए अस्ट्रेलिया अनि सिएएनजेड भनेको अस्ट्रेलिया एन्ड न्युजिल्यान्डसँग पनि हाम्रो रेसिप्रोकल एग्रिमेन्टहरू छ। त्यस्तै हाम्रो आइसिआईसँग त झन् म्युचुअल रिकग्निसन एग्रिमेन्ट छँदैछ। र अरू संस्थाहरूसँग चाहिँ हाम्रो एमओयुहरू भएको छ। त्यो एमओयु भएकोमा चाहिँ एआइसिपिए अमेरिका र श्रीलङ्कन आइसिएस इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स श्रीलङ्कासँग पनि हाम्रो म्युचुअल रिकग्निसन चाहिँ होइन, त्यहाँ चाहिँ टेक्निकल असिस्टेन्सको कोल्याबोरेसनको एग्रिमेन्टहरू छ। ओके। सो हाम्रो भने चाहिँ आइक्यानको प्रडक्टहरू पनि बाहिर डिफ्रेन्ट कन्ट्रिजहरूमा गएर काम गरिराख्नु भएको त रेकर्ड नै होला हामीसँग भनेपछि। अब हाम्रो मेम्बर्सहरू त वर्ल्ड वाइड नै हुनुहुन्छ।
अलमोस्ट अल त्यो 7 उमै हुनुहुन्छ, कन्टिनेन्टमै हुनुहुन्छ, सबै ठाउँमा हुनुहुन्छ होइन। उहाँहरू अब 7 कन्टिनेन्टको देश पनि धेरै देशमा हुनुहुन्छ र हाम्रो मेम्बर्सहरूले वर्ल्ड वाइड नै काम गरिरहनु भएको छ र रिकगनाइज हुनुहुन्छ र सम्बन्धित देशमा गएर त्यहीँको प्र्याक्टिस गर्न अथवा त्यहीँको क्वालिफिकेसन लिन चाहनुभएको अवस्थामा यस्ता एमआरएहरूले चाहिँ उहाँहरूलाई एकदमै सजिलो बनाएको छ। केही निश्चित त्यहाँको लोकल सब्जेक्ट्सहरू दिएर त्यहाँको मेम्बरसिपहरू त्यहाँको लोकल इन्स्टिट्युसनको मेम्बरसिप लिन सक्नुहुन्छ। तर अनि विदेशमा भएको हाम्रो जति पनि मेम्बर्सहरू हुनुहुन्छ नि, हाम्रो आइक्यानसँग कतिको कनेक्टेड हुन्छ त? कनेक्टेड हुनुहुन्छ। मेजोरिटी मेम्बर्सहरू चाहिँ इयरली रिन्युड हुनुहुन्छ, उहाँहरूको रिन्यू भइराखेको छ र अब धेरै मेम्बर्सहरू रहनुभएको संस्थाहरूमा हामीले च्याप्टर्सहरू पनि खोलेका छौँ। जस्तो हाम्रो अहिले युएसए र अस्ट्रेलियामा च्याप्टर्स छ, त्यहाँ च्याप्टर मार्फत हामी रेगुलर एक्टिभिटीहरू गरिराखेका हुन्छौँ र अहिले हामीले दुबईमा धेरै मेम्बर्सहरू जानु भएको छ रिसेन्ट टाइममा र दुबईमा पनि च्याप्टर खोल्ने प्रोसेसमा हामीले त्यहाँ तदर्थ समिति बनाएर पठाइसकेका छौँ र हाम्रो अलिकति मेम्बर्सको सङ्ख्या धेरै रहेको क्यानाडामा पनि हामीले च्याप्टर खोल्नलाई चाहिँ हाम्रो काउन्सिलबाट डिसिजन गरेर त्यहाँ पठाइसकेका छौँ र तदर्थ समिति गठन भएको छ। उहाँहरूसँग हामी रेगुलर इन्ट्रेक्सन हुन्छौँ र विभिन्न अरू फोरमहरू जस्तो चार्टर्ड एकाउन्टेन्ट्स वर्ल्ड वाइड मार्फत पनि हाम्रो विभिन्न ठाउँका सदस्यहरूको जुन सिएको को रूपमा काम गरिरहनु भएको छ उहाँहरूको वेलबिङ्सको लागि पनि हामी छलफल गरिरहेका हुन्छौँ र कनेक्सनमा हुन्छौँ। ओके, सो उहाँको मेम्बर्सहरूलाई चाहिँ यहाँको मेम्बर्सहरूसँग नेपालमा बस्ने मेम्बर्सहरूसँग कतिको कनेक्सन गराउन सकिरहेछौँ हामीले? किन भन्दाखेरि त जस्तै बाहिरको काम गर्नु पऱ्यो भने त उहाँको मेम्बर्स र यहाँको मेम्बर कनेक्टेड हुनु पऱ्यो नि त। सो त्यसको लागि हामीले केही छ? अहिले हाम्रो रिसेन्ट टाइममा जुन अहिले हामीले गेन प्रोजेक्ट अथवा ग्लोबल एकाउन्टिङ इनिसिएटिभ नेपाल भन्यौँ, त्यो त्यही नै हो। हाम्रो एउटा विदेशमा रहेका जुन मेम्बरहरू हुन्छ उहाँहरू मार्फत चाहिँ हामीले ग्लोबल कनेक्सन इस्टाब्लिस गर्ने हाम्रो पहल हो र डायस्पोरा भनौँ न एक हिसाबले अहिले विदेशमा बसेर सर्भ गरिरहनु भएको छ। उहाँ पहिला कुनै बेला नेपालमै हुनुहुन्थ्यो र उहाँहरूले अहिले चाहिँ विदेशमा विभिन्न कर्पोरेट्स अथवा विभिन्न सेक्टरमा एक्सपिरियन्स हुनुहुन्छ, काम गरिरहनु भएको छ। त्यहाँको सर्भिसेसहरू यता पठाउनको लागि चाहिँ हामीले लिङ्क इस्टाब्लिस गरेका छौँ र अहिले हाम्रो मेजर काम वान अफ द त्यो जुन गेन प्रोजेक्टको डायस्पोरा लिङ्क पनि हो। त्यो मार्फत हामीले उहाँहरूसँग कनेक्सन इस्टाब्लिस गर्ने, उहाँहरूले कसरी काम गरिरहनु भएको छ भन्ने कुराहरू नलेज सेयरिङको कामहरू त्यसरी गर्न खोजिरहेको छ। ओके, सो भने चाहिँ नेटवर्किङ अपर्च्युनिटिजहरू पनि हामी क्रिएट चाहिँ गरिरहेछौँ। इनफ्याक्ट अझै मलाई अलिकति कमी लागेको चाहिँ कस्तो भन्दाखेरि आइक्यानमै पनि सिनियर मेम्बर्सहरू हुनुहुन्छ होला होइन, जुनियर मेम्बर्सहरू हुन्छ, उहाँको बिचमा तालमेल कतिको राम्रो छ? अलिकति कम देख्छु म त्यो कति। यो चाहिँ जस्तो हामीलाई पनि फिल भएर अहिले चाहिँ हामीले एउटा मेन्टरसिप प्रोग्राम डिजाइन गरेका छौँ र हामीले अहिले अब रिसेन्टली लन्च भएको छ मेन्टरसिप पोर्टल। त्यसमा चाहिँ अब सिनियर मेम्बर्सहरू जुन पहिला अलरेडी इस्टाब्लिस र अलिकति एक्सपिरियन्स मेम्बर हुनुहुन्छ उहाँहरूले अब नयाँ मेम्बर्सहरूलाई सिकाउने कार्यक्रम भनौँ न, त्यो मेन्टर मेन्टीको रिलेसनसिप इस्टाब्लिस गराउने, त्यो चाहिँ हाम्रो फर्मल पोर्टलबाटै गराउने र 6 महिनाको लागि एउटा मेन्टरले एउटा मेन्टीलाई चाहिँ उहाँहरूको आफ्नो एक्सपिरियन्स सेयरिङ, नलेज सेयरिङ र उहाँलाई काम गर्ने तरिकाहरूको बारेमा गाइड गर्ने लगायतको कामको लागि जुन मेन्टरसिप प्रोग्राम त्यसरी हामीले सुरु गरेका छौँ र यो चाहिँ हाम्रो रिसेन्ट इनिसिएटिभ हो। र अब पहिला पनि फर्मल आइक्यानकै आफ्नो सोल्ली अब आइक्यानले फर्मलाइज गरेको त त्यसरी थिएन, अहिले चाहिँ हाम्रो फर्मल वेबाटै पनि गरिरहेको छौँ। त्यसको लागि हाम्रो गाइडलाइन्सहरू बनेको छ र पोर्टल नै पनि डेभलप भएर अहिले लन्च भएको छ। कतिको इफेक्टिभ होला सर भनेपछि? अब मैले आफ्नो कम्पिटिटरलाई सिकाएँ भने त ऊ माथि जाने भयो नि त, ह्युमन साइकोलोजी होइन, कतिको इफेक्टिभ होला जस्तो लाग्छ हजुरलाई? अनि त्यो कम्पिटिटर अथवा कम्पिटिसनको इन्भाइरोमेन्टबाट हामीले त्यसरी मानेका छैनौँ। अब हाम्रो एउटा लेभलमा एउटा म्याचुरिटी गेन गरिसकेको छ अकाउन्टिङ प्रोफेसनले पनि नेपालमा पनि, र यहाँ धेरै एक्सपिरियन्स र साउन्ड सिजन्ड प्रोफेसनल्सहरू हुनुहुन्छ। उहाँहरूको नलेज हाम्रो सोसाइटी एज अ होललाई नै चाहिन्छ, इकोनोमीलाई चाहिन्छ, नेपाललाई चाहिन्छ। उहाँले आफ्नो एउटा बिजनेस इन्ट्रेस्टभन्दा माथि उठेर सिकाउनुहुन्छ, हामी त्यो विश्वास गर्छौँ। द्याट्स गुड, आई विश अल द सक्सेस राम्रो होस् भनेर। अनि क्वालिटी त्यही त, अब सिए इन्क्रिजको नम्बरमा मात्रै गर्ने भन्दा पनि लेट्स इम्प्रुभ द क्वालिटी अफ एक्जिस्टिङ सिएज प्लस ब्रिङ मोर सिएज भन्ने नै हो नि त। अनि त्यसमा चाहिँ नयाँ जो अब हुन्छ नि स्टुडेन्ट्सहरूमा अथवा नयाँ क्वालिफाई हुनेमा हजुरले के के चाहिँ स्किल कमी छ जस्तो लाग्छ हजुरलाई, जुन चाहिँ अनि बिस्तारै त्यसलाई चाहिँ फिलअप गर्दै जानुपर्छ त्यो ग्याप? अब एज अ र उसमा स्किल सेट्सहरू त जुन समयसँगै जुन एक्सपिरियन्सले दिने स्किल्सहरू छ त्यो त उहाँहरूमा बाँकी हुन्छ। अब त्यो एउटा स्किल सेट
चाहिँ समय जस्तो उहाँहरूको अनुभवले जुन सेट गर्ने हो त्यो एउटा बाँकी रहन्छ। अरू मामिलामा उहाँहरूको एजुकेसन लेभल, नलेज, स्किल्सको हिसाबले कुनै हिसाबले कमी हुनुहुन्न, उहाँहरू राम्रो हुनुहुन्छ। ओके ओके ठिक छ। सो अब होइन, जस्तै मैले सोध्न खोजेको चाहिँ अब इमर्जिङ टेक्नोलोजिजहरू आइरहेछ होइन, एआई भयो अथवा चाहिँ डिफ्रेन्ट टुल्सहरू आइरहेको होला, अथवा इभन कम्युनिकेसन लिडरसिपको कुराहरू होला होइन। सो त्यो चाहिँ एउटा जस्तै भर्खरै क्वालिफाई गरेको सिएको चाहिँ कतिको लेभलको एक्सपिरियन्स गर्नुहुन्छ हजुरले, कतिको छ, हुनुपर्ने छ कि छैन? हाम्रो एज अब प्रोफेसनल अकाउन्टेन्ट अथवा चार्टर एकाउन्टेन्ट्सहरू भनौँ न, अहिले हामीले प्रोडक्सन गरिराखेको उहाँहरूमा हामीले जुन डिजाइन गरेको करिकुलम छ र जुन स्किल सेटमा हामीले डेभलप गराउन खोजिरहेछौँ त्यो एरियामा छ। तर ओभरअल बिजनेसको लागि जुन चाहिने यहाँहरूले भने जस्तै कम्युनिकेसन्स स्किल्स र लिडरसिप स्किल्समा चाहिँ उहाँहरू अझै ग्रुम हुन पर्ने हुन्छ। त्यही त मलाई पनि अब जस्तै म पनि धेरैजनासँग भेट्छु होइन, मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि हामी चाहिँ मोर अफ अ कम्प्लायन्स साइडमा मात्रै फोकस गर्ने होइन, त्यसपछि चाहिँ अनि अकाउन्टिङ मात्रै, फाइनेन्सियल रिपोर्टिङ मात्रैमा हो कि हाम्रो बिजनेस सेन्स जुन बिजनेस अक्युमेन्ट छ अलिकति डेभलप नभएको हो कि जस्तो लाग्छ। कम्युनिकेसन स्किल्स पनि अलिकति थोरै हुनुपर्ने भन्दा अलिकति कम भएको हो कि जस्तो लाग्छ मलाई चाहिँ। हजुरलाई त्यस्तो लाग्दैन? त्यो यस्तो छ, अब हामीले यो चाहिँ टाइमसँगै डेभलप हुने कुरा हो। जुनसुकै हामीले पढेर उ गरेर आउँदाखेरि पनि इनिसियल फेजमा जुन यङ ब्लडहरू हुनुहुन्छ उहाँहरूले स्टार्टिङमै त्यो खालको म्याच्योर्ड लेभलको नलेज हुनुपर्छ, हुन्छ भन्ने हुँदैन। नलेज हुँदाखेरि पनि त्यसलाई एक्जिक्युसन गर्ने क्षमता अलिक कम हुन्छ, त्यो चाहिँ अनुभवले पनि गर्ने कुरा हो। र तर अब त्यति भन्दै गर्दाखेरि अब उहाँहरूमा अझै अहिलेकै पर्याप्त हो भन्ने हामी मान्दैनौँ। त्यसमा इम्प्रोभाइज गर्ने अथवा इम्प्रुभमेन्ट गर्ने धेरै स्कोप्सहरू छ। यसमा हामी आफैले पनि कामहरू गरिराखेका छौँ। हाम्रो अहिले जुन नयाँ सिलेबसमा चाहिँ जुन अहिले त्यो ठ्याक्कै बिजनेस कम्युनिकेसन र लिडरसिपलाई डेभलप गर्नको लागि, त्यो स्किल डेभलपमेन्टको लागि हामी जुन जिएमसिएस भनेको जेनरल म्यानेजमेन्ट एन्ड कम्युनिकेसन स्किल्स छ, त्यसलाई 2टा चरणमा हामीले चाहिँ फर्मल्ली नै लन्च गरिरहेका छौँ। एउटा चाहिँ अब हाम्रो इन्टरमिडिएट अथवा प्री आर्टिकलसिपको बेलामा नै उहाँलाई एउटा जेनरल कम्युनिकेसन म्यानेजमेन्ट स्किलको ट्रेनिङहरू दिन्छौँ र त्योबाट उहाँलाई बेसिक लेभलको कम्युनिकेसनको गर्ने तरिका, त्यो बिजनेसमा प्रेजेन्टेसन हुने तरिका सिकाइन्छ भनेदेखि अर्को चाहिँ अब सिए क्वालिफाई भइसकेपछि उहाँलाई एडभान्स लेभलको कम्युनिकेसन र म्यानेजमेन्ट स्किलको ट्रेनिङ, त्यो थप ट्रेनिङ दिन्छौँ। त्योबाट पनि अलिकति अहिले देखिएको सर्टकमिङ्सहरू चाहिँ फुलफिल हुन्छ। अझै पनि अब हामीले विभिन्न एकाडेमिक स्किल्स जुन नलेजको लागि पनि त्यो खालको सब्जेक्ट्सहरू इन्ट्रोड्युस भएको छ। ओके, भनेपछि प्री आर्टिकलसिपमा कति दिनको अब नयाँ ब्याचदेखि चाहिँ इम्प्लिमेन्ट हुन्छ होला? फर्स्ट एक्जाम भइसकेपछि कति दिनको प्लान गरिराख्नु भएको छ हजुरहरूले? त्यो अब हामीले अहिले ठ्याक्कै फाइनलाइज गरिसकेको छैनौँ। मोर अफ अब 1 विक प्लस हुन्छ। 1 विक प्लस हुन्छ। ओके, सो यस्तो खालको प्रोग्राम्सहरूले पक्कै पनि उनीहरूलाई चाहिँ इनिसियल डेजमै हुन्छ नि अवेर चाहिँ गराउँछ कि यस्तो खालको स्किल्सहरू चाहिँ नेसेसरी छ भनेर। सो पक्कै पनि द्याट्स अ गुड मुभ। सो नयाँ कोर्सको कुरा गर्दै गर्दाखेरि हामीले चाहिँ अब नयाँ कोर्समा धेरै इम्प्रुभमेन्ट्सहरू त आएको छ होइन। त्यसमा जस्तै मेरै सब्जेक्टमा भने अस्योरेन्समा सिधै हामी गएर क्याप 2 लेभलमा गएर अस्योरेन्स पढ्थ्यौँ। फर द फर्स्ट टाइम कुनै सब्जेक्ट पढिरहेछ कसैले, अनि सबै थोक नयाँ छ, रिजनेबल अस्योरेन्स भनिरहेछौँ, फ्रड भनिरहेछौँ, के भनिरहेछौँ। एटलिस्ट फाउन्डेसनदेखि आएपछि चाहिँ त्यहाँनिर चाहिँ धेरै कुराहरू भएको छ। तर अब कुरा गर्दै जाँदाखेरि चाहिँ हुन्छ नि सर्टेन केसेसहरूमा चाहिँ अलिकति ग्याप छ कि कोर्समा होइन, मेबी रिभिजन पो चाहिन्छ कि भन्ने चाहिँ बजारमा कहीँ कता कता सुनिन्छ होइन। हजुरहरूले केही असेसमेन्ट गर्नुभएको छ त्यसको, पर्याप्त छ, नेपाली माटो सुहाउँदो छ कि छैन होइन, कसरी अब अलिकति हतार गरेपछि स्टडी मटेरियल चाहिँ बन्यो कि त्यस्तो केही मूल्याङ्कन गर्नुभएको छ हजुरले आफ्नो एन्डमा? हामीले अब भर्खरै लन्च गरेका छौँ र एकदमै इनिसियल इयर्समै छौँ। हामीले स्टडी मेटेरियल्सहरू र कोर्स कन्टेन्टहरू, स्टडी मेटेरियल्स पनि हामीले इन्टरनेसनल एक्सपर्ट्सबाट नै डेभलप गराएका हौँ। जुन नेपालको लोकल लहरू र ट्याक्सेसनको सब्जेक्ट्स बाहेक अरूमा चाहिँ इन्टरनेसनल एक्सपर्ट्सबाट नै स्टडी मेटेरियल्समै डिजाइन भएर लेखिएको छ र त्यसले हामी चाहिँ इन्टरनेसनल लेभलको छ भन्ने हाम्रो उ छ र सधैँ इम्प्रुभमेन्टको स्कोप रहन्छ। र यसको लागि हामीले हरेक सब्जेक्टको लागि चाहिँ हाम्रो आइक्यानमा एउटा सब्जेक्ट कमिटी गठन गरेका छौँ र त्यो सब्जेक्ट कमिटीमा चाहिँ विभिन्न लेभलका एक्सपर्ट्सहरू हुनुहुन्छ र हाम्रो क्वालिफाइड र एक्सपिरियन्स्ड हाम्रो प्रोफेसनल एकाउन्टेन्ट्स अथवा सिएहरू नै त्यो कमिटीहरूमा हुनुहुन्छ। उहाँहरूको पनि रेगुलर डिस्कसन हुन्छ र त्योबाट पनि त्यसको फिडब्याकबाट पनि हामीले कोर्स इम्प्रुभमेन्टको लागि चाहिँ फिडब्याक प्राप्त गर्छौँ। भनेदेखि यहाँहरू जस्तो जो प्र्याक्टिकल्ली
टिचिङमा हुनुहुन्छ अथवा पढाइरहनु भएको छ अथवा त्यो फ्याटर्निटीबाट पनि हामीलाई चाहिँ फिडब्याक चाहिन्छ। हामी इम्प्रुभमेन्टको स्कोप सधैँ इम्प्रुभमेन्टको लागि खुल्ला छौँ। ओके, गर्दै जान्छौँ। फिडब्याक्स हामी दिनै रहनेछौँ। जस्तै अब फिडब्याक्स दिएपछि कहिले रिभाइज हुन्छ अथवा कसरी इम्प्लिमेन्ट हुन्छ, त्यो त्यसको प्लान चाहिँ कस्तो हुन्छ? जस्तै हामीले इमेल गऱ्यौँ अथवा कसरी फिडब्याक दिने पनि लाग्न सक्छ हजुरको फिडब्याक दिने मेकानिजम त हजुरले इमेल मार्फत अथवा रिटर्न रूपमा अथवा हामीलाई भेटेर जसरी पनि सकिन्छ। र हामीले एक्रिडेटेड इन्स्टिट्युसनहरूसँग पनि इन्टरेक्सन प्रोग्राम्सहरू गरिरहेको हुन्छौँ। त्यस्तोमा पनि अब जेनरल फिडब्याक्सहरू यो यसरी इम्प्रुभमेन्ट गर्न सकिन्छ, टिचिङ पेडागोजी यो हुनसक्छ, स्टुडेन्टको रिक्वायरमेन्ट्सहरू यो छ भन्ने खालको हजुरले दिन सक्नुहुन्छ भने कुनै एउटा स्पेसिफिक सब्जेक्ट म्याटरमा पनि यो चाहिँ ल्यागिङ छ अथवा कुनै त्रुटि पनि हुनसक्छ, कुनै चाहिँ अब इम्प्रुभमेन्ट गर्न पनि एरियाहरू हुन्छ। त्यसमा जुनसुकै मेकानिजमबाट तपाईँले दिन सक्नुहुन्छ। हाम्रो चाहिँ त्यहाँ एजुकेसन बोर्ड अफ स्टडी छ। बोर्ड अफ स्टडीमा तपाईँहरूको फिडब्याक चाहिँ हामीले लान्छौँ र हामीलाई उपयुक्त फिडब्याकहरू इन्कर्पोरेट गरेर पब्लिस गर्छौँ फेरि स्टेटमेन्ट। ओके, द्याट्स ग्रेट। सो फिडब्याक्सहरू चाहिँ सेयर गर्न सकिने भयो। अर्को अब एक्जामिनेसन्स पनि अब आउनै लागेको छ होइन, त्यसमा चाहिँ कस्तो खालको प्लानिङहरू गर्दै हुनुहुन्छ होइन, रिगार्डिङ क्वालिटी अफ क्वेसन्स मेबी अथवा क्वालिटी अफ चेकिङ? किनभने कहिलेकाहीँ चाहिँ हुन्छ नि क्वेसन आउने गर्छ आइकनलाई कि अलिकति क्वालिटी पुगेन कि भन्ने हिसाबले हजुरहरूले इन्टरनली पनि असेस गर्नुभएको होला त्यो कुराहरू, राम्रो पक्षहरू के छन् र इम्प्रुभ गर्नुपर्ने पक्षहरू के छन् त्यसमा? हामीले अब इक्जामिनेसनलाई र इक्जामिनेसनको क्वेसन एडमिनिस्ट्रेसनलाई एकदमै हाइएस्ट क्वालिटी अथवा हाइएस्ट स्ट्यान्डर्डमा मेन्टेन गर्ने हामी सदैव प्रयासरत छौँ। इन्स्टिट्युसनको तर्फबाट कुनै पनि कमी कमजोरी हुन नदिने चाहिँ हाम्रो सधैँ प्रयास रहन्छ र यसतर्फ हामी सधैँ प्रतिबद्ध छौँ। यता कता कहिलेकाहीँ हजुरले भने जस्तै कहिले अब त्रुटिहरू रिभिल भएको अवस्थामा हामीले त्यसलाई नेक्स्ट उसमा चाहिँ सुधार गर्नको लागि त्यसलाई नदोहोऱ्याउने उसको लागि हामीले कन्ट्रोल मेकानिजमहरू सेट गर्छौँ र त्यसरी हामी इक्जाम सिस्टमलाई चाहिँ निरन्तर इम्प्रुभमेन्टको उसमै छौँ। पक्कै पनि हामी अब आफैमा इन हाउस फ्याकल्टी मेन्टेन गरेर चलाउन सकेका छैनौँ अहिलेसम्म। र त्यसो हुँदाखेरि हामी एक्सटर्नल फ्याकल्टिजहरूसँग अथवा एक्सटर्नल एक्सपर्ट्सहरू प्रोफेसनल्सहरूसँग को कोलाबोरेसनमा हामीले यी सबै क्वेसन सेटिङदेखि लिएर कापी चेकिङ गर्ने लगायतका कामहरू कोलाबोरेसनमा हुन्छ। र त्यो हुँदाखेरि कहिलेकाहीँ भेरिएसन्सहरू तपाईँहरूले नोट गर्नुभयो होला, तर यसको नि पोजिटिभ फिडब्याक र हामी पाइराखेकै छौँ र हामीले पनि एसेसमेन्ट गर्छौँ र यसलाई चाहिँ अझ निरन्तर सुधारको प्रोसेसमा चाहिँ हामी प्रतिबद्ध छौँ, गरिरहेछौँ। अब हामी भविष्यमा चाहिँ अझ यसलाई यो सिस्टमलाई अलिकति डिजिटाइज गर्दै लाने र इक्जामिनेसन प्रणालीमा चाहिँ हाम्रो डिजिटल सिस्टमको इन्टिग्रेसन कसरी गर्न सकिन्छ त्यसतर्फ पनि हामी स्टडी गरिरहेको छौँ। अब भविष्यमा यस्ता कमी कमजोरीहरू अझै सुधार गर्दै जानेछौँ यदि कुनै छ भनेदेखि। त्यही त, जस्तै मेन कन्सर्न चाहिँ कस्तो सुन्छु म भन्दाखेरि होइन, फ्याकल्टिजहरूको बिचमा यसो डिस्कसन हुँदै गर्दाखेरि क्याप 2को क्वेसन क्याप 3मा सोधियो अथवा चाहिँ आउट अफ सिलेबस क्वेसन सोधियो। जस्तै फाउन्डेसन अस्योरेन्समा पनि अस्ति फर्स्ट टाइम इक्जाम हुँदाखेरि हजुरको नेपाल स्ट्यान्डर्ड्स एन्ड रिभ्यू इन्गेजमेन्ट्सहरूको कुराहरू छैन क्या त्यहाँनिर, अनि त्यसको पनि क्वेसन्सहरू सोधियो भन्दाखेरि चाहिँ अलिकति अब क्वेसन बनाउने मान्छेको गल्ती हो कि अब हुन्छ नि त्यो रिभ्यू राम्रोसँग नभएको हो कि के भएको त्यसमा, कि आउट अफ सिलेबस सोध्नै खोज्या हो कि? अब हाम्रो प्रयास सधैँ अब हाम्रो जुन हजुरले भने जस्तै क्वेसन सेटिङ त्यसलाई रिभ्यू गर्ने फाइनल स्टेपसम्म विभिन्न हाम्रो इन्टरनल प्रोसेसहरू छन्। त्यसमा क्वालिटी कन्ट्रोलको कुराहरू हामीले एकदमै अप्टिमम लेभलमा मेन्टेन गर्न प्रयासरत छौँ। यदि हुँदाहुँदै पनि कहिलेकाहीँ अब जस्तो हामीले हजुरले भन्नुभएकै स्पेसिफिक केस भनौँ न, त्यो कुनै इन्गेजमेन्टको कुराहरू चाहिँ फाउन्डेसन लेभलमा थिएन कि भन्ने कुराहरू चाहिँ अब अलिकति ब्रोडर सेन्समा हेऱ्यो भने त्यो पर्छ पनि होइन, अनि त्यो हुँदाखेरि तर फाउन्डेसन इन्स्टिट्युटले त सुनेकै हुँदैन नि त त्यो कुरा त। तर अब त्यसो हुँदाखेरि कहिलेकाहीँ चाहिँ अब एकदम माइनर अब एकदम नोमिनल पर्सेन्टेज त्यस्तो त्यहाँ आएछ भने हामीले त्यो ढङ्गलाई त्यसरी आएको आउट अफ सिलेबस हुन गयो इनकेस भयो भने हामीले त्यसलाई चाहिँ कन्सिडर गरेर नै हाम्रो अरू प्रोसेसहरू गर्छौँ। ओके, द्याट्स ग्रेट। अनि मैले भर्खर सोच्दा एउटा के सोचेँ भन्दाखेरि जस्तै अरू इन्स्टिट्युटहरू छ नि इन्टरनेसनल, जस्तै एसिसिए फर इक्जाम्पल, उनीहरूले अनलाइन बेसमा इक्जाम लिन्छ होइन, त्यो लिन कतिको फिजिबल छ हाम्रोमा? मैले फ्रेङ्कली भन्दा आजकै दिनमा चाहिँ त्यो स्ट्रक्चर हामीसँग छैन। जुन अघिको डिजिटल इन्फ्रास्ट्रक्चर छैन, डिजिटल इन्फ्रास्ट्रक्चर जस्तो भनौँ त्यसको लागि चाहिने हामीले जुन मेकानिजम्स छ त्यसरी हामीले सेट गरेका छैनौँ। आजको दिनमा चाहिँ हामीले फिजिकल क्वेसन्स पेपर्समै इक्जाम दिने गरी छ
र अघि मैले जुन हाम्रो इम्प्रुभमेन्टको जुन प्लान छ त्यसमा चाहिँ हामी पक्कै पनि छ र अब इक्जाम सिस्टमलाई हामी अनलाइन मोडमा अथवा अनलाइन मोडको अर्को मोडिफाइड फर्महरू अब कुनै अनलाइन अब हाइब्रिड टाइपको पनि हुनसक्छ होइन अनलाइन दिन सक्ने अनलाइन त्यो चाहिँ त्यसरी हामी एडमिनिस्टर गर्ने र इम्प्रुभमेन्ट गर्ने चाहिँ यो त अवश्यम्भावी छ अब त्यो त गर्नै पर्छ निरन्तर प्रयास नै हो होइन धेरै हामीले इम्प्रुभमेन्ट च्यालेन्जको बारेमा कुरा गऱ्यौँ हजुरको डे एज एन इडी चाहिँ कस्तो हुन्छ लाइक लाइफ अफ अ इडी भन्छ नि कति बजी उठ्नुहुन्छ के गर्नुहुन्छ कतिवटा मिटिङ गर्नुहुन्छ व्यस्त हुनुहुन्छ होला पक्कै होइन कसरी तपाईँको दिन बित्छ आजकल एज अ इडी अब आइक्यानमा चाहिँ हाम्रो संस्थागत रूपमा हेर्ने हो भनेदेखि हाम्रो परिषद चाहिँ एज अ एपेक्स बडी अफ द इन्स्टिट्युट हुन्छ र त्यहाँ विभिन्न कमिटीहरू चाहिँ स्ट्यान्डिङ कमिटी नन स्ट्यान्डिङ कमिटी अरू टास्क फोर्सहरू छ यो हाम्रो पोलिसी लेभलको गभर्नेन्स गर्नको लागि र हाम्रो अर्को अब डे टु डे म्यानेजमेन्टको लागि चाहिँ अर्गनाइजेसनमा एउटा अर्गनाइजेसन सेटअप छ त्यसमा कर्मचारीहरू सबै हुनुहुन्छ र म चाहिँ एज अब अपरेसनल हेडको अथवा एक्जिक्युटिभ डाइरेक्टर को रूपमा चिफ एक्जिक्युटिभ अफिसर अफ द इन्स्टिट्युट पनि हो अहिले म ओभरअल अब अपरेसनल इस्युजहरू चाहिँ ओभरसी गर्छु र त्यस्तै काउन्सिलसँग लियाजन गर्ने त्यसको मिटिङहरूमा एटेन्ड गर्ने त्यसलाई कन्डक्ट गर्ने काउन्सिलको फिडब्याक अरू कमिटीहरूको रिपोर्ट्सहरूलाई कन्सल्टेट गर्ने कम्पाइलेसन गर्ने र त्यसलाई चाहिँ एक्जिक्युट गर्ने काम हुन्छ मिटिङ्सहरू त धेरै हुन्छ मोर अफ अ लिडरसिप रोल जस्तो भयो हजुरले सबै चिजलाई ओभरसी गर्ने कुरा भयो होइन सो अब पक्कै पनि ब्याङ्किङ एक्सपिरियन्समा पनि हजुरले लिडरसिपहरू टन्नै सिक्नु भयो नि त त्यसले पनि एकदमै धेरै हेल्प गर्यो होला कुनै छ इन्स्टेन्स हजुरको ब्याङ्कमा यस्तो भयो अथवा कुनै लिडरसिप पोजिसन लिँदाखेरि चाहिँ त्यो डिफिकल्टी फेस भयो त्यसले गर्दाखेरि चाहिँ मलाई यहाँ फाइदा भयो अथवा लिडरसिपमा के सिक्नुभयो हजुरले ब्याङ्किङ करियरमा लिडरसिप ब्याङ्किङ करियरमा अब मोर अफ चाहिँ त्यहाँ चाहिँ रिस्क इन्गेज भएको बिजनेस हो ब्याङ्किङ त्यसमा चाहिँ अब फाइनेन्सियल डिसिजन्सहरू र एमाउन्ट अफ मनी इन्भल्भ इन डिसिजन चाहिँ ठुलो हुन्छ र त्यसमा तर कस्तो हुन्छ भनेदेखि ब्याङ्क्सहरू चाहिँ मोर कर्पोरेट स्ट्रक्चरमा हुन्छन् भनेको मतलब हजुरको स्ट्रक्चर्ड अब डिसिजनहरू गर्दाखेरि पनि स्ट्रक्चर्ड डिसिजनहरू चाहिँ बढी हुन्छ नि अलिक अनस्ट्रक्चर्ड डिसिजन पनि अब ओभरअल हुँदाखेरि गर्नुपर्ने हुन्छ आइकेनमा चाहिँ लेस स्ट्रक्चर छ भन्न खोजिरहन्छ भने चाहिँ अब ब्याङ्किङ भन्दा चाहिँ लेस स्ट्रक्चर स्ट्रेस पनि त्यही भएर अलिकति बढी होला त्यसो भए त्यस्तो छैन ठिक छ म्यानेजेबल छ सो लिडरसिपमा हजुरलाई के लाग्छ लाइक कुनै पनि मान्छेलाई एउटा गुड लिडर हुनको लागि के चाहिन्छ गुड लिडर हुनको लागि त अब एउटा एज अ लिडरसिप स्किल्सहरूमा जुन कुरा गरौँ हाम्रो जुन म्यानेजरियल स्किल्स एउटा हुने भयो अरू सोसल स्किल अब हुनु पऱ्यो अनि अरू चाहिँ हजुरको कम्युनिकेसन प्लस नेटवर्किङको कुराहरू चाहिँ ओभरअल सबैलाई अब कोलाबोरेट गरेर लान सबै लिडरसिप कम्युनिकेसन हजुर टेक्निकल स्किल्स नेटवर्किङ स्किल्स सबै नै चाहियो भनेपछि त्यो लाइक अब न्यू बडिङ सिरियसहरूलाई केही सल्लाह दिन चाहनुहुन्छ कि मैले चाहिँ म 15 वर्ष अगाडि भएको भए चाहिँ यस्तो गर्थेँ यसरी चाहिँ करियरलाई सेभ गर्थेँ अथवा यसरी चाहिँ स्किल्सहरू ग्यादर गर्थेँ अथवा यसरी चाहिँ मान्छे चिन्थेँ भन्ने केही छ हजुरको सजेसन्सहरू यो सजेसन चाहिँ जस्तो लिडरसिप स्किल्स चाहिँ एट वान्स जस्तो हामी पढेर मात्रै अथवा ऊ हुने स्किल होइन टाइमसँग एकुमुलेट हुँदै जाने कुरा हो र हामी बी प्यासेन्ट तपाईँहरूले सिक्नुभएको कुराहरूलाई टपअप गर्दै अनि अघि जुन जस्तो अरू म्यानेजरल स्किललाई चाहिँ हामीले प्र्याक्टिकल्ली एडप्ट गर्दै र युज गर्दै गयौँ भनेदेखि त्यो स्किल्सहरू डेभलप हुन्छ त्यही नै हो हामीले चाहिँ अलिकति प्यासेन्स राख्नुपर्छ पेसेन्ट हुनु पऱ्यो अनि धैर्यता राखेर चाहिँ अगाडि बढ्यो भने बिस्तारै स्लोली स्टडीली पुगिन्छ त्यहाँ भनेपछि पुगिन्छ होइन सो जस्तै एक्जिक्युटिभ डिरेक्टर हुने चाहिँ पाथ चाहिँ कस्तो हुन्छ लाइक हाउ डु यु बिकम जस्तै स्टुडेन्ट्सहरू लाग्न सक्छ कि हुन्छ नि म पनि आई वान्ट टु बी एन एक्जिक्युटिभ डिरेक्टर अफ आइक्यान के गर्नुपर्छ त्यसको लागि अब जस्तो एक्जिक्युटिभ डिरेक्टर अफ आइक्यान अथवा भन्नु एक्जिक्युटिभ हेड भन्नु सिइओ अफ कुनै कर्पोरेट बडी अथवा कुनै एउटा अर्गनाइजेसनको एपेक्स लिडर बन्नको लागि चाहिँ कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ अब यो चाहिँ स्टेप बाई स्टेप कुराहरू हो तपाईँ आज जुन रोलमा हुनुहुन्छ त्यसलाई चाहिँ एकदम राम्रोसित निर्वाह गर्नुहोस् त्यसले मागेका कुराहरू अब त्यसले त्यो लेभलमा बस्दाखेरि अथवा त्यो पोजिसनमा बसेर जुन गर्नुपर्ने काम कर्तव्यहरू छ
त्यसलाई एकदम राम्रोसित निर्वाह गर्नुहोस् र अन्य चाहिँ अब आफूसँग सराउन्डिङ्ससँग चाहिँ कम्युनिकेसन गर्न सिक्नुहोस्, कोलाबोरेट गर्न सिक्नुहोस्, कोअर्डिनेट गर्न सिक्नुहोस्। त्यसले चाहिँ तपाईँलाई चाहिँ भविष्यको लिडर बनाउँदै जान्छ। भविष्यमा तपाईँले त्यही आफ्नो स्किल्सलाई इन्हान्स गर्दै र अरू कोलाबोरेसन गर्दै जानुभयो भनेदेखि त्यसले आफैलाई अटोमेटिकल्ली लिडरसिप। हजुरलाई कहिले सिइओ बन्नु जस्तो चाहिँ लागेन? कहिले हुन्छ नि कुनै ब्याङ्कको चाहिँ, कमर्सियल ब्याङ्कको चाहिँ म सिइओ बन्छु भन्ने त्यो एस्पिरेसन थियो कहिले हजुरले? यस्तो छ, सिइओ बन्छु भनेर जस्तो भन्न मैले जतिखेर जागिर खान्थेँ त्यो डे 1मै चाहिँ सिइओ बन्छु भन्ने जस्तो त थिएन। तर अब उसँगै करियर प्रोग्रेसनसँगै चाहिँ मेरो लागि नि बाटो चाहिँ खुल्ला छ भन्ने चाहिँ मलाई थाहा भन्ने चाहिँ भान भयो भने चाहिँ ओके, अगाडि बढ्दै गएपछि त्यो डिरेक्सन खुल्दै गयो हजुर। हजुर। ओके, सो अब यो यति बिजी हुनुहुन्छ हजुर होइन, अब सधैँ बिजी, अब कसरी आफ्नो फ्यामिली टाइम, पर्सनल टाइम, आफ्नो मेन्टल हेल्थ, फिजिकल हेल्थ कसरी मेन्टेन गर्नुहुन्छ हजुरले? यो टाइम म्यानेजमेन्टको कुरामा चाहिँ हजुरको अलिकति जति म्यानेज गर्न खोज्दै पनि हजुरको मोर अफ चाहिँ यो प्रोफेसनल करियरलाई टाइम बढी नै छुट्याउनु पर्ने हुन्छ हामी जस्तो भएपछि। र अब फ्यामिली टाइमिङहरू चाहिँ अलिकति कम हुन्छ, तर त्यसलाई क्वालिटी टाइमिङको रूपमा चाहिँ व्यवस्थित गर्ने प्रयास गरिरहेको छु। त्यही त, अब पढ्दै गर्दाखेरि नै हामी त डिट्याच हुन्छौँ त धेरैचोटि त, अनि प्रोफेसनल लाइफ आइसकेपछि पनि अनि त्यसमा चाहिँ उतार चढाव हुन्छ। सो फ्यामिलीमा हुन्छ नि रिसाउँदैन मान्छेहरू कि त आइनस् मेरो बिहेमा, वर्तमानमा आइनस् त भने त्यस्तो खालको के, हाउ डु म्यानेज द्याट? कतिपय अवस्थामा चाहिँ प्रयास गर्दा गर्दै त्यो म्यानेज गर्नलाई आफूलाई अर्को आफ्नो सेड्युलले गर्दाखेरि सम्भव भइरहेको हुँदैन, तर म माफ माग्छु। ठिक छ ल। ओके, फिजिकल केही एक्टिभिटिजहरू गर्नुहुन्छ हजुरले? फिजिकल एक्टिभिटिज अथवा फिजिकल एक्टिभिटीहरू त्यस्तो अब मैले डे टु डे रेगुलर रुटिनमा चाहिँ मेरो त्यस्तो छैन। मलाई चाहिँ अलिकति हाइकिङ ट्रेकिङ चाहिँ मनपर्छ। ओके, भने चाहिँ हबिजहरू के छ? त्यही हाइकिङ ट्रेकिङ हो कि अरू केही पनि गर्नुहुन्छ? हाइकिङ ट्रेकिङ, अब म अरू लिट्रेचर पढ्न मन। लिट्रेचर पढ्नुहुन्छ? ओके, कुनै बुक सजेस्ट गरिदिनु आउट अफ ऱ्यान्डम? मैले अलिक पहिला नै पढेको मलाई राम्रो लागेको चाहिँ एउटा वार एन्ड पिस भन्ने, त्यो चाहिँ एकदम पुरानो जमानाको छ तर लाइफको बारेमा। अहिले पनि पढ्नुहुन्छ? म पढिरहेको हुन्छु कन्टेम्पोरेरी कुराहरू। कन्टेम्पोरेरी कुरा पढिरहेको हुन्छ। ओके, मोर अफ चाहिँ अब बिजनेस रिलेटेड हुन्छ, बिजनेस, प्रफिट, पैसा। सिए भइसकेपछि त्यही नै सोच्छन् मान्छेहरूले। ओके, सो ओके, सो अरू च्यालेन्जेसहरूको बारेमा कुरा गर्दाखेरि होइन, हाम्रो प्रोफेसनमा भएको च्यालेन्जेसहरू के हो? लाइक हाउ क्यान वी सपोर्ट नेपाली इकोनोमी भनौँ न, किन भन्दाखेरि हाम्रो अस्तिको पोडकास्टहरूमा पनि कुरा गर्दाखेरि चाहिँ हाम्रो कन्ट्रीले चाहिँ सिएजहरूको पोटेन्सियल चाहिँ त्यसलाई चाहिँ होइन युज गर्न नसकेको भन्ने बुझिन्छ नि त। सो इन द्याट सिचुएसन हाउ क्यान वी एज इन्डिभिजुअल्स प्लस हाउ क्यान I can, as an regulatory authority, can help people realize the importance of chartered accountants, and how can we contribute more to the economy? पक्कै पनि अब हामीले एज अ इन्डिभिजुअल पर्सनको रूपमा हाम्रो आफ्नो बिजनेस गर्दै गर्दा अथवा आफ्नो करियरमा विभिन्न फाइनेन्सियल सर्भिसेसहरू, एडभाइजरहरू दिँदै अथवा एसुरेन्स सर्भिसहरू दिँदै पनि हामीले एउटा लेभलको कन्ट्रिब्युसन त गरिराखेकै हुन्छौँ। हामी सिएज अथवा हाम्रो आइक्यानको मेम्बर्सहरू चाहिँ अब मोस्ट अफ द अर्गनाइजेसनको अडिट गर्नुहुन्छ, स्ट्याट्युटरी अडिट गर्नुहुन्छ। उहाँहरूले सर्टिफाई गरेको उसको फाइनेन्सियल स्टेटमेन्ट उहाँहरूको ओपिनियनको बेसिसमा अरू फाइनेन्सियल डिसिजन्सहरू हुन्छ। र यसो हुँदाखेरि उहाँ एज अ गार्जियन अफ ट्रस्टको रूपमा उहाँहरूले देशलाई ठुलो योगदान गरिरहनु भएको छ। र अझै पनि अब प्रत्यक्ष रूपमा चाहिँ मेन स्ट्रिममा योगदान कसरी गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ अर्को प्रश्न चाहिँ हो। यसमा अब कस्तो लाग्छ भने मलाई चाहिँ एउटा हामीले अलिकति मेन स्ट्रिममा र कन्ट्रिब्युसन गर्ने स्ट्रिममा हामी चाहिँ प्रवेश गर्न नसकेको भनेको चाहिँ पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट अथवा पिएफएम सेक्टर, पब्लिक सेक्टरमा सरकारी क्षेत्रमा चाहिँ हाम्रो उपस्थिति एकदमै कम छ। हाम्रो मेम्बर्सहरूको 12 मेम्बर्सहरूको बढी छ बरु, तर अब सिए मेम्बर्सहरू चाहिँ कम हुनुहुन्छ। अब त्यसमा पनि प्रवेश गर्न सक्ने र त्यसमा रहेर काम गर्न सक्ने वातावरण बनाउनको लागि चाहिँ हामी निरन्तर प्रयासरत छौँ। नेपाल सरकारसँग लबिङ गर्नेदेखि लिएर कामहरू गरिराखेका छौँ। र त्यसरी अब पिएफएम सेक्टरमा जान हाम्रो मेम्बर्सहरूले सर्भिस गर्न पाउनुभयो भनेदेखि एउटा ठुलो कन्ट्रिब्युसन त्यहाँ हुन्छ। र अर्को चाहिँ अब हामी मोर अफ चाहिँ इन्टरप्रिन्योरसिपमा अलि सिए फ्याटर्निटी कम छ भनेको अब हाम्रो उद्यमशीलता भन्नु, नयाँ स्टार्टअप्सहरू बनाउने अहिले नयाँ जेनेरेसन लागिरहनु भएको छ। तर अब एज अ होलमा चाहिँ तपाईँको हाम्रो
यति रिगरियस नलेज बिजनेस नलेज छ, बिजनेसको रिस्क कहाँ छ, अपर्च्युनिटी कहाँ छ, सबै थाहा छ। तर अब हामीले त्यसमा चाहिँ यसलाई रियल फिल्डमा चाहिँ गएर काम गर्न चाहिँ बाँकी छ। त्यो गर्न सक्यो भनेदेखि अझ ठुलो कन्ट्रिब्युसन चाहिँ इकोनोमीलाई आउँछ। र अब आइक्यानले चाहिँ अब अहिले हामीले सर्भिस आउटसोर्सिङ नेपालमा अब नेपालले गर्न सक्ने एक्सपोर्ट्सहरू के हुन्छ भन्ने कुरामा चाहिँ अब एउटा नलेज प्रोसेस आउटसोर्सिङ गरेर पनि अब नेपालमा चाहिँ एक्सपोर्ट सर्भिस एक्सपोर्ट गर्न सक्ने अवस्था रहेकोमा चाहिँ हामीले त्यसमा चाहिँ ध्यान दिएर अघि भने जस्तै गेन प्रोजेक्ट लगायतका प्रोजेक्टहरू हामीले इनिसिएट गरेका छौँ। अब हाम्रो नयाँ जेनेरेसनहरू जो क्वालिफाइड हुनुहुन्छ उहाँले नेपालमै बसेर आफ्नो नलेज चाहिँ एक्सपोर्ट गरेर अब नेपालमा फरेन करेन्सीको रिजर्भ्सहरूलाई इनरिच गराउन र त्यही मार्फत चाहिँ अरू मल्टिप्लायर इफेक्टहरू जुन क्यापिटल फर्मेसनको कामहरूमा पनि हाम्रो कन्ट्रिब्युसन चाहिँ राम्रो हुनेछ भन्ने अपेक्षा छ। ओके, तर अब मेन च्यालेन्ज त के पनि जस्तो लाग्छ मलाई भन्दाखेरि अब मान्छेले चाहिँ अब बाहिर कम्पेयर गर्ने हुनसक्छ होला होइन अपर्च्युनिटिजहरू, त्यसले गर्दाखेरि पनि अलिकति मोटिभेसन कम भएको हुनसक्छ होला। नेपाल जस्तै बाहिर जाने ट्रेन्डहरू एकदमै बढिरहेको छ नि, हजुरले नोटिस पनि गर्नुभयो होला। त्यो किन के गर्दाखेरि भएको होला? इज इट जस्ट मनी कि अरू फ्याक्टर्सहरू पनि छ त्यसमा? अब विदेश जाने जुन ट्रेन्ड छ यो चाहिँ हजुरले भने जस्तो यसको त मल्टिपल कारणबाट र त्यसको रिजल्ट हो भन्न ठान्छु म चाहिँ। अब एउटा जस्तो भने पक्कै पनि अब हामी आज पनि एकदम अति कम विकसित देशको नागरिक हौँ। अब हुँदैछ अब विकासशील देशतिर चाहिँ ट्रान्सफर हुने अब 2 वर्षपछि होला होइन। त्यो हुँदै गर्दाखेरि हाम्रो देशको इन्फ्रास्ट्रक्चर, हाम्रो विकास, हाम्रो लाइफ स्ट्यान्डर्ड पक्कै पनि अब विकसित देशको भन्दा त अलिकति कमै छ होइन। त्यो हामीले एक्सेप्ट गर्नुपर्छ। र अब त्यो सँगसँगै अरू जुन एजुकेसन पनि इम्पार्ट गर्ने जुन विदेशमा गएर भन्ने छ त्यो चाहिँ अब मलाई मेरो आफ्नो धारणा चाहिँ विदेशमा गएर एजुकेसन हासिल गरेर नेपाल फर्किने भन्दा नि विदेशमा चाहिँ सँगै कमाइ पनि हुन्छ। अब एउटा लेभलमा आफूले फाइनेन्सियल हेल्थ पनि बढाउन सकिन्छ भन्ने चाहिँ मान्छेको छ। र अब विदेशी सेवा सुविधाहरूमा पनि उहाँहरू आकर्षित हुनुभएको होला। त्यो भएर अब विदेश जाने ट्रेन्ड चाहिँ छ, यो चाहिँ अब जेनरल ट्रेन्ड नै भइराखेको छ होइन। मैले हिजो भर्खर एकजना साथीलाई भेटिरहेको थिएँ, दुबईबाट फर्किनु भएको छ भेकेसनमा होइन। अनि कति कमाउनु छ भन्दाखेरि धेरै त होइन 5 लाख रुपियाँ मात्रै कमाउँछु महिनाको भन्नुभयो कि। त्यो अमाउन्ट त नेपालमा बस्ने मान्छेहरूको लागि चाहिँ ह्युज अमाउन्ट नि त होइन। त्यो भएर पनि हुनसक्छ, तर नेपालमा पनि अपर्च्युनिटिजहरू राम्रै छ। त्यहाँ कम्पेयर गरेर त अब पक्कै पनि भएन होइन। यस्तो छ अब हामीले अलिकति आफ्नो माइन्डलाई ब्रोडर रूपमा हेर्न सकेको अवस्थामा चाहिँ यहाँ पनि ल्यान्ड अफ अपर्च्युनिटी नै हो। धेरै अपर्च्युनिटीहरू छ। त्यसमा पनि हामी जस्तो प्रोफेसनल्सहरूको लागि त धेरै नै अपर्च्युनिटीहरू छ। हाम्रो धेरै सिनियर्सहरूले अथवा हाम्रै कन्टेम्पोरेरी हामीसँग भर्खरै क्वालिफाई हुने साथीहरूले पनि राम्रैसित कामहरू गरिरहनु भएको छ। उहाँहरूले नै आफ्नो ढङ्गले काम गरिरहनु भएको छ। र अब पक्कै पनि अब एउटा कुनै कर्पोरेट जबमा जाँदाखेरिको हिसाब गर्ने हो भने चाहिँ अब त्यहाँको इकोनोमी र यहाँको इकोनोमीको स्केलको कारणले गर्दाखेरि त अब अर्निङ्सहरू फरकै हुने भयो। अब खर्च पनि फरक हुन्छ। अब नेट सेभिङ्सहरू अब पनि फरक छ। प्लेइङ लेभल प्लेइङ फिल्ड नभइसकेपछि त डिफ्रेन्ट हुने नै भयो। आई एग्री टु द्याट। तर जस्तै मैले चाहिँ कस्तो लाग्छ भन्दाखेरि जुन हुन्छ नि हजुरले चाहिँ ओके अपर्च्युनिटिजहरू छ, एकदमै अपर्च्युनिटी छ जस्तो लाग्छ मलाई पनि। त्यो त देखाउने मान्छेहरू नभइदिएको कि जस्तै इभन इन्टर्नसिप गर्दाखेरि अथवा कुनै फर्ममा काम गर्दाखेरि चाहिँ अघि हामीले कुरा गऱ्यौँ मेन्टरसिपको कुराहरू, त्यो दिल खोलेर सिकाउने मान्छे चाहिँ मैले चाहिँ भेटाएको छैन अहिलेसम्म। के भन्नुहुन्छ त्यसमा? अब एउटा मेरो उसमा चाहिँ हामीले जुन अहिले देखिरहेछौँ गरिरहेछौँ त्यो चाहिँ एउटा एक्सपोजर पनि हो। हामी एज अ नेपाल हामी जस्तो इकोनोमीमा बसेपछि अलिकति एक्सपोजर चाहिँ लिमिटेड हुने रहेछ। भनेको अब कहाँसम्म पुग्न सक्छु भन्ने अब मेन्टरलाई नै पनि अब अलिकति उहाँहरू पनि अलिअलि एक्सपोज त हुनुहुन्छ। उहाँले जुन लेभलमा एक्सपोजर हुनुहुन्छ त्योसम्म सिकाउनुहुन्छ नै। ओके ल, ठिक छ ल। सो त्यही नै हो। हामीले अब धेरै कुराहरू गरिसक्यौँ यहाँनिर होइन। हजुरको लिडरसिप एक्सपिरियन्सको बारेमा हामीले कुरा गरिसक्यौँ, हामीले चाहिँ च्यालेन्जेसहरूको बारेमा कुरा गरिसक्यौँ, हामीले सिएजहरूको क्वालिटी कसरी इम्प्रुभ गर्ने कुरा गरिसक्यौँ होइन। सो फ्युचर जो अपकमिङ स्टुडेन्ट्सहरू हुनुहुन्छ अथवा जसले चाहिँ भर्खरै इन्टेक लिनु भएको छ अथवा जसको एक्जामिनेसन्स इन कपाल अफ डेज
वाट यु वान्ट टु से कि ओके सिए बन अथवा चाहिँ हार्डवर्क गर अथवा केही सजेसन्सहरू छ हजुरको 18 इयर्स अफ लङ एक्सपिरियन्सबाट भनेपछि? यस्तो छ, जो अब सिएको एजुकेसन स्ट्रिमभित्र छिरिसक्नु भएको छ त्यो त उहाँलाई थाहा छ। र अहिले जसले +2 जाँच दिएर बसिरहनु भएको छ अथवा ब्याचलर्समा पनि सिए पढौँ कि भन्ने सोच्दै हुनुहुन्छ, ब्याचलर्स पास भएको भए पनि म उहाँहरूको लागि सजेसन चाहिँ के दिन चाहन्छु भनेदेखि सिए चाहिँ एकदमै रिगरियस र ग्लोबल मोबिलिटी अथवा ग्लोबल स्ट्यान्डर्डको प्रोफेसन हो। अझ एक हिसाबले भन्दाखेरि यहाँहरूको लागि एउटा टाइप अफ ग्लोबल करियरको पासपोर्ट नै हो पनि भन्न सकिन्छ। सिएको यो किन भनिरहेको छु भनेदेखि सिएको एजुकेसनको जुन करिकुलम अथवा सिस्टम यसरी डिजाइन गरेको छ, यसमा चाहिँ विभिन्न डाइभर्स स्ट्रिमहरू जस्तो अकाउन्टिङ, फाइनेन्सियल म्यानेजमेन्ट, अडिटिङ, एसुरेन्स, ट्याक्सेसन, ल, स्ट्राटेजिक डिसिजन म्यानेजमेन्ट लगायतको कुराहरूमा चाहिँ एकदम एक्सपर्ट लेभलको नलेजहरू चाहिँ पार्ट हुन्छ यहाँहरूलाई। त्यो सँगसँगै अब एउटा त्यो त ज्ञान भयो, र त्यो सँगसँगै सिप भनौँ न, आर्टिकलसिप ट्रेनिङ त्यस्तै खालको रिगरियस हुन्छ। यसले चाहिँ हजुरलाई अब फाइनेन्सियल म्यानेजमेन्ट अथवा कर्पोरेट वर्ल्डको जुनसुकै स्पेक्ट्रममा यहाँलाई लिड गर्नलाई चाहिँ सक्षम बनाउँछ। त्यसो हुँदाखेरि यहाँले भविष्यमा आफूलाई कुनै एउटा कर्पोरेट लिडर अथवा एउटा कुनै इन्टरप्रिन्यर अथवा कुनै फाइनेन्सियल म्यानेजमेन्टको लिडर, एडभाइजर को रूपमा देख्न चाहिरहनु भएको छ अथवा नेपालको एउटा एसुरेन्स सर्भिसमा एउटा एकदम ट्रस्टेड पर्सनको रूपमा आफूलाई इस्टाब्लिस गराउन चाहनुहुन्छ भनेदेखि चाहिँ सिए चाहिँ एकदमै राम्रो प्रमिसिङ करियर हो। तपाईँलाई धेरै चाहिँ अपर्च्युनिटिजहरू छ, यहाँहरूले त्यो पाथलाई चाहिँ सिलेक्ट गर्दा धेरै राम्रो हुन्छ। डिफ्रेन्ट अपर्च्युनिटिजहरू ओपन अप हुन्छ। अब सुरुमै नदेखिए तापनि पछि होइन एक्सपिरियन्स गेन हुँदै गइसकेपछि यो पनि गर्न मिल्ने रहेछ, यो पनि गर्न मिल्ने रहेछ भन्ने थाहा हुँदै जान्छ। सो इफ यु आर इन्ट्रेस्टेड इन कमर्स अथवा बिजनेस, सो डेफिनेटली यु क्यान गो फर सिए। प्लस अर्को चाहिँ हाम्रो पढिरहेको स्टुडेन्ट्सहरू होइन, जो चाहिँ मेबी दे आर नट सक्सेसफुल, मेबी कपाल अफ अटेम्प्टसँग चाहिँ दे आर नट बिङ एबल टु क्र्याक द एक्जाम्स, अनि मेबी दे आर फ्रस्ट्रेटेड हुन्छ नि, के भइरहेको छ यो भनेर जस्तो लागिरहेछ उनीहरूलाई भनेपछि उनीहरूको लागि चाहिँ आई क्यानको एज अ इडीको तर्फबाट चाहिँ के मेसेज छ हजुरलाई? म चाहिँ उहाँहरूलाई मेरो ठ्याक्कै एक शब्दको म्यासेज चाहिँ फ्रस्ट्रेट नहुनुहोस्, बी मोटिभेटेड। एकदम मोटिभेटेड भन्नुहोस्, तपाईँलाई आज नभए भोलि त त्यो सफलता आउँछ र तपाईँलाई जुन सफलता आउँछ त्यो चाहिँ एकदम रिवार्डिङ नै हुनेछ। तपाईँहरू आत्तिनु भएन, आफू मोटिभेसन राखिराख्नु पऱ्यो, डेडिकेसन राखिराख्नु पऱ्यो र जुन हाम्रो प्रोफेसनल क्वालिफिकेसनले डिमान्ड गरेको लेभल अफ नलेज र स्किल्स छ त्यो तपाईँले हासिल गर्नको लागि सधैँ प्रयास गरिरहनु पऱ्यो। त्यो भएपछि तपाईँ एकदमै एक दिन सफल हुनुहुन्छ, त्यो चाहिँ अवश्य नै। सो अब हामी जाँदैछौँ एकदम एक्साइटिङ सेसनमा, विच इज द ऱ्यापिड फायर राउन्ड। ऱ्यापिड फायर राउन्डमा हामी एकदमै सिम्पल क्वेसन्सहरू सोध्छौँ र त्यसको जवाब एकदमै छोटकरीमा दिनुपर्ने हुन्छ। सो सर रेडी हुनुहुन्छ? ओके, ब्याङ्कको सिइओ कि आइक्यानको इडी? आजको दिनमा आइक्यानको इडी। अहिलेको दिनमा आइक्यानको इडी। ओके, सिए नहुनु भएको भए कुन चाहिँ प्रोफेसन चुज गर्नुहुन्थ्यो हजुरले? मलाई चाहिँ इन्जिनियरिङ मन पर्थ्यो मेरो आफ्नो स्वभाव अनुसार। इन्जिनियरिङ। इडीको स्यालेरी कति छ सर? आइक्यानको इडीको स्यालेरी अराउन्ड 60 लाख ग्रस। भनेपछि 5 लाख रुपियाँ महिनाको। बाफ्रे, के गर्नुहुन्छ भनेर चाहिँ सोध्दिनँ म त्यो पैसाले। एनी कोट्स द्याट यु लिभ बाई? कुनै कोटेसनहरू चाहिँ एकदमै मनपर्ने? हाम्रो प्रोफेसनको लागि सुहाउँदो चाहिँ मलाई के लाग्छ नि, स्लो एन्ड स्टडी विन्स द रेस। स्लो एन्ड स्टडी विन्स द रेस। ओके, हजुर यति धेरै मिहिनेत गर्नुहुन्छ होइन, दिनभरि मिटिङ, बिहानभरि मिटिङ होइन, अनि एक दिन फ्री पाउनु भने के गर्नुहुन्छ? कस्तो खालको फ्री भनेको एक दिन केही गर्नु परेन, फोन पनि आउँदैन, केही पनि हुँदैन, फ्री, एकदमै टाइम फ्री। त्यो दिन चाहिँ मजाले सुत्छु। मजाले सुत्नुहुन्छ भने मान्छे धेरै दिन भयो हजुरले नसुतेको। थ्याङ्क यू सो मच सर फर कमिङ। थ्याङ्क यू मलाई पनि यो अपर्च्युनिटी दिनुभयो, आफ्नो केही धारणाहरू अथवा गफ गर्न पाइयो। यो चाहिँ अब फर्मल भन्दा हाम्रो दुईजनाको गफ गऱ्यौँ, एकदमै यसरी अपर्च्युनिटी पाएँ, म एकदमै खुसी छु। Yes, thank you so much. Thank you so much. And thank you to all the audience for staying till the end of the episode. I hope you guys learned a lot about opportunities and challenges that a chartered accountant has in Nepal. So, यदि तपाईँहरूलाई अरू पनि यस्तै खालको पडकास्ट चाहिरहेको छ भने तपाईँहरूले यो पडकास्टबाट के सिक्नुभयो भनेर कमेन्ट्समा लेख्नु होला, and we'll soon bring you more episode. Thank you and see you in the next one.